नमस्कार दर्शकवृन्द, स्वरचना साहित्य संगममा हजुरहरूलाई फेरि एकखेप स्वागत गर्दछु। आज फेरि हजुरहरूको समक्ष जेनरल नलेजको प्रश्नहरू लिएर हजुरहरूको समक्ष उपस्थित भइसकेका छौँ हामी। र आजको प्रश्नको विषय हजुरहरूले अवश्य थाहा हुन्छ होला। हजुरलाई भारतीय राजनीतिको विषयमा प्रश्नहरू हुनेछ आज, र हजुरहरू जोडिँदै गर्नुहोला दर्शकवृन्द। हामी फेसबुकमा शेयर गरेर हाम्रो लिङ्कहरूलाई शेयर गरेर आउँदैछौँ र हजुरहरू पनि शेयर अवश्य गर्नुहोला। शेयर भइसकेको छ। जतिजना जोडिसक्नु हुँदैछ कृपया राधे राधे लेख्नुहोला, राम राम लेख्नुहोला। हजुरहरूको उपस्थिति हामीलाई थाहा हुनेछ। उत्तरा देवीजी राधे राधे, राधे राधे छ, हजुरलाई स्वागत गर्दछु। सर्वप्रथम दर्शक हुनुभएको छ आज उहाँ, 2 जना जोडिनुभयो, जोडिँदै गर्नुहोस्। हजुरलाई स्वागत छ, सबैजनालाई जोडिँदै गर्नुहोला। र यहाँ 5 जना जोडिसक्नु भएको छ, सबैजनालाई स्वागत छ, नमस्कार छ। स्वरचना साहित्य संगमको आजको यस प्रश्नोत्तरी कार्यक्रममा, जेनरल नलेजको प्रश्नोत्तरी कार्यक्रममा, र सबैजनाले राधे राधे लेख्नु होला हजुर। अब मात्रै हामीलाई थाहा हुन्छ। र आज हो 7/5/2025 र आजको दिन इतिहास प्रसिद्ध दिन नै हो, किनभने हामीलाई थाहा छ यहाँ के भएको छ हाम्रो देशमा, र जुन आगो लागिरहेको छ भारत र पाकिस्तानको बीचमा, त्यस्तो समयमा पनि हामी आज प्रश्नहरू लिएर आयौँ। हामीलाई मनोरञ्जनमूलक कार्यक्रम होइन यो हामीले अलिक त्यस्तै खालको राजनीतिकै विषयमा छ र हामी त्यस प्रश्नहरू ल्याउँदैछौँ। अपरेसन सिन्दुरको बारेमा हजुरहरूले अवश्य ज्ञान प्राप्त गरिसक्नुभयो होला। सबैजनालाई स्वागत छ। दीपक गौतम राधे राधे, राधे राधे छ। बिना नेपालजीलाई पनि राधे राधे छ, स्वागत छ। राम राम, राधे राधे, जय श्री कृष्ण। आशुतोष शर्माजी नमस्कार छ। प्रिय दर्शक वृन्द, हाम्रो बीचमा प्रश्नकर्ता भएर आज हाम्रो बीचमा आउनु भएको छ हाम्रा परमप्रिय मित्र भनौँ या मेरा दादा भनौँ, र हाम्रा क्लासमेट पनि, मेरो क्लासमेट पनि हुनुहुन्छ उहाँ, र वासुदेव गौतम, उहाँलाई धेरै धेरै स्वागत छ। नमस्कार छ सर। हजुर नमस्कार छ। सबैजना संरचनामा जोडिनु भएको महानुभावहरूलाई म वासुदेव गौतमको तर्फबाट नमस्कार जनाउँदै आजको अब लाइभ प्रश्नोत्तरी कार्यक्रम हामी एकैछिनमा सुरु गर्न जाँदैछौँ। हजुर आफ्नो छोटकरीमा परिचय दिनुहुन्छ भन्ने आशा गरेँ सर। हजुर परिचय म वासुदेव गौतम त नाम त जानिहाल्नुभयो तपाईँहरूले, सञ्जयजीले भनिराख्नु भएको छ। अनि अब नामै हो परिचय, अब अर्थ के भन्नु, अब घर हाम्रो ओल्लो गाउँ पल्लो गाउँ भने जस्तो हो सञ्जयजीको हाम्रो। उहाँ राङ्गासुकका निवासी हुनुहुन्छ। राङ्गासुक 4 पोखरी भन्ने स्थान हजुरले अवश्य सुन्नुभएको होला। र जोडिँदै गर्नुहोला प्रिय दर्शकवृन्द, शेयर गर्नुहोला। हजुरहरूले शेयर नगरेर हाम्रो बीचमा दर्शकवृन्द कम्ती हुनुहुन्छ, हेर्नुहोस् त। फेसबुकमा जहाँ लाइभ हेर्दै हुनुहुन्छ शेयरको बटनलाई दबाइदिनु होला र शेयर गर्नुहोला, र सक्नुहुन्छ भने व्हाट्सएपमा पनि शेयर गर्नु। 9 जना जोडिसक्नु भएको छ। 15 जना दर्शकवृन्द जोडिँदा आजको कार्यक्रम हामी सुरु गर्नेछौँ। आज अति नै राम्रा प्रश्नहरू लिएर आउनु भएको छ हाम्रा वासुदेव गौतमजीले, र उहाँले भारतीय राजनीतिको विषयमा प्रश्न गर्नुहुन्छ। र 9 जना जोडिसक्नुभयो। को चाहिँ आउनु भएको छ, कसले कसले मेसेज गर्नु हुँदैछ म हेर्दैछु। यहाँ विमल बरालजी नमस्कार जी, जय हिन्द भन्नु हुँदैछ, नमस्कार छ हजुर, जय हिन्द छ। विमल बरालजीलाई नमस्कार छ। गिरीन्द्र भण्डारीजी हजुरलाई पनि राधे राधे, जय जय श्री राधे। मीनागिरीजी नमस्कार हजुर, नमस्कार। सबैजनालाई स्वागत गर्दछु। फेरि एकखेप 11 जना जोडिनु भयो। सबैजनाले लाइकको बटनलाई दबाउनु होला। 15 जना जोडिएपछि हामी आजको कार्यक्रमलाई शुभारम्भ गर्नेछौँ, प्रश्नहरू सोध्नेछौँ। र
वासुदेवको परिचय दिनु होला भन्दै हुनुहुन्छ। वासुदेवजीको परिचय दिइसक्नु भएको छ। हजुर म वासुदेव, मेरो घर राङ्गासु कारपोखरी। दीपक दाहालजीले गडगडाएर आइयो भनेर भन्नुभएको रहेछ। हजुरलाई धेरै धेरै स्वागत गर्दछु फेरि एकखेप दीपक दाहालजी, स्वागत छ सबैजनालाई। डबल साउन्ड आए जस्तो छ भन्दै हुनुहुन्छ। मलाई पनि त्यस्तै त्यस्तै लाग्दैछ अलिकति। के को प्रब्लम होला त? मेरो माइक्रोफोनको प्रब्लम हो कि? म एकखेप विचार गरौँ है त। हेलो, मेरो राम्रो आउँदैछ साउन्ड। हेलो, मेरोसँग अहिले सायद राम्रो भयो होला। अब छैन, अझै भएन। हेलो, साउन्ड मिलेन। डबल साउन्डले डिस्टर्ब हुँदैछ क्या हो? डिस्टर्ब यदि हुँदैछ भने केही मिलाउनु पर्छ, यदि चल्छ सकिन्छ भने केही छैन। माउली गाउँबाट हुनुहुन्छ अनिल आचार्यजी। हजुर माउली गाउँबाटै हो। त्यतै पर्छ, यतैको हाम्रैतिर। विमल बरालजी, वासुदेव सर, श्रीकृष्ण वासुदेव भगवानकै नाम छ उहाँको। 12जना जोडिसक्नुभयो। अब हामी विलम्ब गर्दैनौँ, 15जनाको वेट गरिदिनु। जतिजना जोडिसक्नुभएको छ हजुरहरूको समयको हामी कदर गर्छौँ। र अब हामी प्रश्नोत्तरीपट्टि जानेछौँ। र हाम्रो प्रश्नकर्ताजीले कस्तो खालको प्रश्न लिएर आउनुभएछ? प्रथम प्रश्न राख्न मैले अनुरोध गरेछ। साउन्ड मेरामा अहिले चाहिँ अलिकति डिस्टर्ब जस्तो आयो। अघि त राम्रै चल्दै थियो, केही थिएन। इको हुँदैछ भन्नुहुन्छ? इको साउन्ड के चाहिँ प्रब्लम भएछ? साउन्डमा एउटा खस्रोपन जस्तो नि त हुँदैछ अहिले चाहिँ। ठिकै छ, चल्छ। हाम्रो साउन्ड त बुझिन्छ, केही छैन त्यस्तो हुन्छ। सुरु गरिदिनु होला अब। होइन? हजुर 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 पहिलो क्वेसन सोध्नुभन्दा पहिले आज भारतीय सेनाहरूद्वारा देखाएको जुन शौर्य र पराक्रम छ त्यसलाई आज नमस्कार गर्दछु। सेनाहरूको यस्तो बलियो साहसले गर्दा आज हामी सबैजना सुरक्षित छौँ। शत्रुहरू हाम्रो देशमाथि कुदृष्टि लाउन सकेका छैन, कहिले पनि सक्ने छैन। र फेरि एकचोटि सेनाहरूको वीरत्वलाई म नमस्कार गर्दै मेरो पहिलो प्रश्न आएको। भास्करजी, हजुरले भन्नुभएको कुराहरूलाई, हजुरले गरेको नमस्कारलाई म सबै सेनाहरूको तर्फबाट हजुरलाई नमस्कार गराउँदैछु र नमस्कार छ हजुरलाई पनि र सबैको तर्फबाट। र अब हामी प्रश्नोत्तरीपट्टि जाउँ। सञ्जय सरकोमा प्रब्लम छ। हजुर मेरैमा प्रब्लम होला, मलाई पनि त्यस्तै लाग्यो। सन्तोष दमाई सर, जय श्रीराम। साउन्ड क्लियर छैन भन्दै हुनुहुन्छ। के गर्नुहोस् त, पर्खिनु है, एकैछिन पर्खिनु होला, के मिलाउने कोसिस गर्दैछु। के फिक्स गर्न खोजौँ अलिकति। ल हेलो, अहिले आउँदैछ क्लियर? मेरोमा त अघिदेखि क्लियरै छ छन त। अब कमेन्ट गरिदिनु भयो महानुभावहरूले भनेदेखि जानिन्छ क्लियर भयो भएन। त्यही त, अहिले सायद आयो होला होइन? साउन्ड क्लियर छ भने भनिदिनु होला। हामी एकछिन पक्षमा छौँ, तपाईँहरू साउन्ड क्लियर भयो भएन त्यो एउटा खबर लगाइदिनु यहाँ कमेन्ट बक्समा। हामी तपाईँको कमेन्टको प्रतीक्षामा छौँ। छैन छैन होला साउन्ड। मेरो आवाज आउँदैछ त्यहाँ? छैन भने चाहिँ मेरो तपाईँको क्लियर त मलाई एकदम पुरा क्लियर आएको छ। केही छैन, सुरु गरौँ अब हामी। साउन्ड ठिक हुने रहेछ अहिले कुरो बुझ्दा। आज के समस्या एउटा भएछ, अब ठिकै छ, केही छैन। एकदम सजिला क्वेसन छन् हामीहरूको, यसो मनोरञ्जनको जस्तो अब क्वेसन ज्ञानमाला भनेर हाम्रो यहाँ चाहिँ छैन भन्नुभएको छ। केही छैन, हाम्रो सजिला सजिला क्वेसनहरू कतिपय 2-4वटा ज्ञानमाला भनेर। हामीहरूको अब राजनीति, मलाई जुन अब पोलिटिकल राजनीति भनेर भन्नुभएको छ, राजनीति हाम्रो सुरु हुन्छ भारतवर्षमा भन्दाखेरि स्वाधीनता आन्दोलन जतिखेर भारतका महान व्यक्तिहरूले गर्नुभयो त्यहाँबाट एउटा भारतको मूल राजनीति आरम्भ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। र त्यस्तै हिसाबले
पहिलो क्वेसन चाहिँ मेरो यस्तो छ, महात्मा गान्धीजीको पुरा नाम के हो? बालाखालाई सोध्ने प्रश्न सोध्नु भएको छ। इको हुँदैछ भन्दै हुनुहुन्छ, साउन्डको प्रब्लम त्यस्तै छ, एडजस्ट गर्नु होला आजको दिन। केही प्रब्लम हो, मैले बुझ्न सकिनँ के को कुरो के हो यो। साना केटाकेटीलाई सोध्ने प्रश्न, महात्मा गान्धीजीको सम्पूर्ण नाम सोध्नु भएको छ। गणेश गौतमजी इको हुँदैछ अरे हजुर, माइकको बटनमा क्लिक गर्नु अफ गर्नु भन्नुहुन्छ। अच्छा ठिक छ, तपाईँ अच्छा फेरि अन गरेँ माइक र यहाँ उत्तर आउँदैछ। अनिल आचार्यजी, मोहनदास करमचंद गांधी। आशुतोष शर्माजी, मोहनदास करमचंद गांधी। मीनागिरीजी, मोहनदास करमचंद गांधी। महात्मा गान्धीको सम्पूर्ण नाम सोध्नु भएको छ। सर्वप्रथम प्रश्न, कति सजिलो प्रश्न राख्नुभयो है। इको सञ्जय भाइकोमा भन्ने हुन्छ। हजुर मेरो प्रब्लम भयो अलिकति माइकको, के भएको पनि बुझ्न सकिनँ मैले पनि। मोहनदास करमचंद गांधी भनेर विमल बरालजीले भन्नुभयो, उत्तरा देवीजीले पनि मोहनदास करमचंद गांधी भन्नुभयो। अमित वशिष्ठजी मोहनदास करमचंद गांधी भन्नुभएको छ। अमित वशिष्ठजीको हाम्रो कार्यक्रममा पहिलो मेसेज हो यो, पहिलो कमेन्ट हो। उहाँको कमेन्टलाई हाइलाइट गरिदिँदैछु म। पहिलो कमेन्ट गर्दै हुनुहुन्छ अमित वशिष्ठजीले। करमचंद हजुर त्यही हो जे भन्न खोज्नु भएको, मैले बुझेको कुरो उत्तरलाई। बिना नेपालजीले मोहनदास करमचंद गांधी भन्नुभयो भने तुलाराम अधिकारीजीले मोहनदास करमचंद गांधी। सबै दर्शकवृन्दलाई फेरि एकखेप स्वागत गर्दछु र म अनुरोध गर्दछु सबैजनाले लाइकको बटनलाई दबाउनु होला र सक्नुहुन्छ भने शेयर अवश्य गर्नु होला। हजुरहरूले गरेको शेयर, हजुरहरूले गरेको लाइकले हामीलाई धेरै उत्साह प्रदान गर्छ। र अब हामी यो प्रश्नको उत्तरपट्टि जाँदैछौँ र सबैले जानेको उत्तर हो, त्यही पनि हामी प्रश्नकर्ताजीको मुखबाट सुन्न चाहन्छौँ। उत्तर के हुन्छ त सर? हजुर यसको उत्तर हामी सबैजना जानेका हौँ, एलपी स्कुलदेखि नै पढेर आएका हौँ हामीहरूले। मोहनदास करमचंद गान्धी यसको सही उत्तर हुन्छ। मोहनदास करमचंद गांधी हुन्छ भने सर्वप्रथम उत्तर दिनुभएको छ अनिल आचार्यजीले। उहाँलाई धेरै धेरै बधाई छ, उहाँले छिटो टाइपिङ गरेर छिटो छिटो पठाइदिनु भएको रहेछ। र अमित वशिष्ठजी समयको अभावले गर्दा भन्नुहुन्छ। हजुरको प्रब्लमलाई मैले बुझेँ र केही छैन। अनिल आचार्यजीलाई धेरै धेरै बधाई छ र जसले जसले पनि उत्तर सही दिनुभयो उहाँलाई धेरै धेरै धन्यवाद छ र उहाँ अनिल आचार्यजीको नाम लेखा जान्छ र उहाँलाई एउटा पोइन्ट दिन्छु। जसले पनि सर्वप्रथम र सही उत्तर दिनेछ उहाँको हामी नाम लेख्नेछौँ र एउटा एउटा पोइन्ट दिनेछौँ। एकपल्ट हटेर फेरि आउनु सञ्जयजी भन्ने हुनुहुन्छ। साह्रै नै प्रब्लम भयो जस्तो छ, म केही गर्नेछु, पर्खिनु होला। ठिकै छ, म कोसिस गर्नेछु एकबार। के गर्ने त, एउटा के त समस्याको समाधान गर्नुपर्ने भयो। साह्रै धेरै समस्या भयो भने श्रोताहरूलाई सुन्न अलिक मजा आउँदैन। त्यही त के भएको बुझ्नै साह्रो पर्यो। अब ब्लुटुथ पनि कनेक्ट हुँदैन मेरो, किनभने यो एप्स नै त्यस्तो खालको छ। लेफ्ट लेख्यो कि ढिलो भयो। लेफ्ट ह्यान्डले, उत्तरा देवीजीले लेफ्ट ह्यान्डले किन लेख्नु भयो त? हजुर लेफ्ट ह्यान्डी नै होला सायद। भास्कर गौतमजी हजुरको स्क्रिनमा कमेन्टहरू देखिँदैछ? हजुर देखिँदैछ। अच्छा ठिकै छ, त्यसो भए हामी अर्को प्रश्नपट्टि जाउँ। अब यो समस्याको समाधान गर्न सकिन, हजुर क्षमा गर्नु होला। अर्को प्रश्न कस्तो खालको छ? आजको तपाईहरुले अब कष्ट गरेर यस्तो गर्नु पर्यो, कानलाई अलिकति अब तकलिफ हुन्छ जस्तो छ आज। अब साउन्ड मधुर भएन भने हाम्रो गर्न शक्ति अलिक दुःख पाउँछ कर्मले। त्यही त एकदम राम्रो आएन भनिदिनुहुन्छ गणेश गौतमजीले पनि। ब्लुटुथ चाहिँ ब्लुटुथको प्रब्लम होइन यसमा। ब्लुटुथमा कनेक्ट गरे पछाडि हुँदैन यसमा के, एकखेप डिस्कनेक्ट भएपछि फेरि कनेक्ट हुँदैन यो लाइभ सुरु भए पछाडि। सब ठिक छ कि, तर के चाहिँ खराबी छ त त्यो चाहिँ भनिदिनु होला। एयरबड्स लाउनु, एयरबड्स लाउँदा कनेक्ट हुँदैन, यो लगाउँदाखेरि कनेक्ट हुँदैन। अघि गरिरहेको थिएँ त्यसमा पनि यस्तै आवाज आयो अरे। केही छैन, अर्को प्रश्न राख्नु होला। हजुर अर्को क्वेसन झन् सजिलो छ। हामी पहिले अलिक सजिलोबाट जाउँ, बिस्तारै बिस्तारै हाम्रो क्वेसन अलिक
गहिन गम्भीर हुँदै जान्छन्। हजुर हजुर अर्को क्वेसन हाम्रो, भारत कुन दिन स्वाधीन भएको? एकदम भास्कर सजिलो question। गौतमजी यस्ता प्रश्न राख्नुहुन्छ भन्ने त आशा गरेको थिइनँ मैले। दिन भनेर सोध्नु भयो, यहाँ डेट सोध्नु भएको हो कि बार सोध्नु भएको हो कि? यो अब दिन भनेपछि अब त तारिक महिना सन अब सबै पर्छ, किनकि त्यही दिन स्वाधीन भएको जेहेतु। हजुर हजुर जय हिन्द जय भारत भन्नुभएको छ कौशिक उपाध्यायजीले, उहाँलाई धेरै धेरै स्वागत छ। सरिता गौतमजी सेयर डन, धेरै धेरै धन्यवाद छ हजुरलाई, मुरी मुरी धन्यवाद छ। लाइक पनि गरिदिनु होला, 25 जना लाइभमा जोडिसक्नु भएको छ र लाइक भने केवल 13 वटा मात्रै छन्। सबैजनाले गर्नुहोस् लाइक गर्नमा कन्जुस नगर्नु होला। आशुतोष शर्माजी 15 अगस्त भन्नुहुन्छ भने अनिल आचार्यजीले 1947 भन्नुहुँदैछ। वीरेन्द्र भण्डारीजीले पनि 15 अगस्त भन्नुभयो। सरिता गौतमजीले 1947 भन्नुभयो। उत्तरा देवीजीले 15 अगस्त 1948 भन्नुभएको छ। अनि फेन छ कि छेउमा भने हुन्छ? फेन त छ तर चलाएको छैन, अझै सानो फेन राखेको छु मैले, असुविधा हुन्छ भनेर। चार्जिङ वाला फेन छ। फेन त मेरो घुम्दैछ मजाले, मेरो त के डिस्टर्ब छैन पवित्र होला उपाध्यायजी तर। राधे राधे, हजुरलाई धेरै धेरै स्वागत छ हजुर, राधे राधे छ। गिरीन्द्र भण्डारीजी 1947 भन्नुभयो। अर्जुन ढुङ्गेलजीले 15 अगस्त 1947 भन्नुभयो। विमल बरालजीले 15/8/1947 भन्नुभएको छ, फ्राइडे भनेर। र रेखा उपाध्यायजीले पनि 1947 15 अगस्त भन्नुभएको छ भने लक्ष्मी उपाध्यायजीले 1947 1947 सालको राति 12 बजे अगस्त महिना भन्नुभएको छ। कौशिला होमराज नेउपाने जय श्री कृष्ण, हजुरलाई धेरै धेरै स्वागत छ हजुर। दीपक दाहालजी 1947 भन्नुभयो र सबैजनाले उत्तर दिँदै हुनुहुन्छ र अति सजिलो प्रश्न छ यो। प्रश्नलाई सजिलोबाट पनि अझै सजिलोमा जोड्न सकिन्छ। सरी 15 अगस्त भन्नुभयो हजुर। अब हामी अर्कोपट्टि जाने अगाडि यो प्रश्नको उत्तर हजुरकै मुखबाट सुनौँ होला। हजुर, यो क्वेसनको उत्तर झनै सजिलो छ। यसको सही उत्तर हुन्छ 15 अगस्त 1947। कुन दिन भनेको छ? 1947 को 15 अगस्तको दिन। हजुर, र यहाँ बिना नेपालजीले पनि भन्नुभएको छ 1947 15 अगस्त। कौशिक उपाध्यायजीले पनि 1947 15 अगस्त। दीपक दाहालजीले बुधबार राति 12 बजे भन्ने हुँदैछ भने। लता गौतमजी राधे राधे, राधे राधे छ दिदी, स्वागत छ हजुरलाई हाम्रो यस दिव्य कार्यक्रममा। र अब यो प्रश्नको सही उत्तर कसले दिनुभएको रहेछ त? सम्पूर्ण सही उत्तर है, केवल सन र डेटलाई मात्रै मानिँदैन। 15 अगस्त 1947 भनेर उत्तरा देवीजीले दिनुभएको रहेछ। 48 भन्नुभएको रहेछ, सरी 47 हो, 48 त होइन त। अर्जुन ढुङ्गेलजी, हजुरलाई धेरै धेरै स्वागत छ, धन्यवाद छ, बधाई छ। हजुरले सर्वप्रथममा उत्तर दिनुभएको रहेछ र जसले पनि 1947 15 अगस्त भन्नुभयो उहाँलाई धेरै धेरै बधाई दिन्छु। र अब उहाँको नाम लेखा जान्छ अर्जुन ढुङ्गेलजीको। र अर्को प्रश्नपट्टि जाने, अब कस्तो खालको प्रश्न छ सर अर्को? हजुर, अर्को क्वेसन त्यस्तै खालकै छ। भारतीय स्वतन्त्रता आन्दोलनसँग जोडिएको छ। भारतीय स्वतन्त्रता आन्दोलनको इतिहासमा पहिलो आन्दोलन भनेर कुन आन्दोलनलाई भनिन्छ? स्वतन्त्रताको लागि गरिएको आन्दोलनलाई पहिलो आन्दोलन भनेर कुन आन्दोलनलाई भनिन्छ? फर्स्ट वार अफ भारत स्वाधीन गर्नलाई हजुर हाम्रा स्वतन्त्रता सेनानीहरूले धेरै आन्दोलनहरू गर्नुभयो। त्यसको मध्ये भारत स्वाधीन गर्नको लागि गरिएको पहिलो आन्दोलन कुन आन्दोलनलाई भनिन्छ भनेर उहाँले प्रश्न राख्नु भएको छ। हजुर, आन्दोलनको नाम। र यहाँ मलाई लाग्छ उत्तर छिटो छिटो आउँछ। टङ्क सुवेदीजी गुरुजीलाई स्वागत गर्दछु, नमस्कार छ सबैजनालाई, नमस्कार छ। जति पनि नयाँ जोडिँदै हुनुहुन्छ सबैजनाले लाइक गर्नुहुन्छ भन्ने आशा गरेँ। लाइक चाहिँ अवश्य गर्नु होला, सक्नुहुन्छ भने सेयर गर्नु होला र सेयर डन भनेर मेसेज गर्नु होला जसले पनि सेयर गर्नुभयो। डान्डी मार्च भन्नुभएको छ। रिभोल्ट अफ 1857 भन्नुभएको छ अर्जुन ढुङ्गेलजीले। आशुतोष शर्माजी डान्डी मार्च भन्नुभएको छ भने गिरीन्द्र भण्डारीजीले पण्डितको युद्ध, पानीपतको युद्ध भन्नुभएको छ, सरी। उत्तरा देवीजीले असहयोग भन्नुभएको छ भने विराज कौशिकजीले सिपाही विद्रोह भन्नुभएको छ भने गोपाल प्रियङ्का उपाध्यायजी नमस्कार दादा, गुड इभिनिङ, हजुरलाई धेरै धेरै स्वागत छ हजुर। हाम्रा ज्वाइँ साहब हुनुहुन्छ कि बहिनी हुनुहुन्छ भनिदिनु होला। र अमित वशिष्ठजी भन्नुभयो सिपाही विद्रोह भनेर उत्तर दिनुभयो। र यहाँ भारतीय राजनीतिको पनि सबैभन्दा तल्लो प्रश्न जुन हामी साना केटाकेटीहरूलाई सोधिन्छ त्यस्ता खालका प्रश्न हुँदैछ र मलाई लाग्छ सबैजनाले सही उत्तर दिनुहुन्छ।
सरिता गौतमजी असहयोग आन्दोलन भन्नुभयो। लक्ष्मी उपाध्यायजी 1942 सनको भन्दै हुनुहुन्छ। सन्तोष दमाईजी असहयोग भन्दै हुनुहुन्छ भने विमल बरालजीले प्रथम स्वतन्त्रता संग्राम 1857 भन्नुहुँदैछ विमल बरालजीले। कौशिक उपाध्यायजीले सिपाही विद्रोह भन्नुभयो भने गोपाल प्रियङ्का उपाध्यायजी हजुर म गोपाल हुँ हजुर, स्वागत छ हजुर। देवकी पराजुली देविका पराजुली हजुर मे 10 1857 मा मिरुट भन्दै हुनुहुन्छ। उहाँलाई धेरै धेरै स्वागत गर्छु। नयाँ देख्न पाइयो हजुर देविका पराजुलीजी, हजुरलाई धेरै धेरै स्वागत छ। लता गौतमजी असहयोग आन्दोलन भन्दै हुनुहुन्छ भने बिना नेपालजीले पनि असहयोग आन्दोलन नै भन्नुभएको छ। विमल बरालजीले 10/5/1857 मेरठमा भएको थियो भन्दै हुनुहुन्छ। आन्दोलनको नाम सोधिएको छ हजुर, नाम केवल उत्तर नाममा दिने प्रयास गर्नु होला। र कस्तो खालको उत्तर हुन्छ अब हामी यो प्रश्नमा धेरै समय लाने छैनौँ, उत्तर भनिदिनु होला सर। हजुर यसको उत्तर हुन्छ, यसलाई अब फर्स्ट वार अफ इन्डिपेन्डेन्स भनेर भनिन्छ अङ्ग्रेजीमा। सिपाही विद्रोह हुन्छ यो 1857 को। इन्डियन रिभोल्ट भनेर भनिन्छ 1857 मा भएको। अच्छा, यो प्रश्नको उत्तर सिपाही विद्रोह हुन्छ त? सिपाही विद्रोह हुन्छ, अङ्ग्रेजीमा भन्दा रिभोल्ट पनि भनिन्छ 1857 मा भएको। विराज कौशिकजी भन्दै हुनुहुन्छ सर्वप्रथम, र उहाँलाई धेरै धेरै धन्यवाद छ, स्वागत छ, बधाई छ विराजजी। हैन, विराजजीको भन्दा पहिले माथि अर्जुन ढुङ्गेलजीको मेरामा देखाएको छ, तपाईहरुकोमा देखाएको छ छैन म जान्दिन। पर्खिनु होला, मेरामा अर्जुन ढुङ्गेलजीको देखाएको छ। विमल बरालजी तपाईले पनि हेर्दै गर्नु होला, मेरोबाट मिस्टेक हुन सक्छ, पर्खिनुहोस् है। अर्जुन ढुङ्गेलजीको देखाइरहेछ तपाईकोमा? अर्जुन ढुङ्गेलजीको माथि देखाएको छ एउटा। अर्जुन ढुङ्गेलजीले लेख्नु भएको रहेछ, हजुर हजुर हजुर। सर्वप्रथम रिभोल्ट 1857 भन्नु भएको रहेछ हजुर। रिभोल्ट 1857 हुन्छ। क्षमा गर्नु होला, यहाँ विराज कौशिकजीको नाम लेखियो, पोइन्ट उहाँको जोडिएको छैन, उहाँले अवश्य फेरि पनि प्रयास गर्नुहुनेछ सर्वप्रथममा उत्तर दिने। र अर्जुन ढुङ्गेलजीलाई फेरि पनि बधाई दिन्छौँ, उहाँले फेरि एउटा प्रश्नको सही उत्तर दिनुभएको छ। र अब हामी चौथो प्रश्नपट्टि जाँदैछौँ। कस्तो खालको प्रश्न छ हजुर? सिपाही विद्रोहसँगै जोडिएको छ हजुर। सिपाही विद्रोहमा असमका एकजना प्रमुख नेता हुनुहुन्थ्यो, उहाँको नाम भन्नु पर्यो। असमका प्रमुख नेता सिपाही विद्रोहका। सिपाही विद्रोहमा भाग लिने असमका प्रमुख एकजना नेता हुनुहुन्थ्यो अरे, उहाँको नाम भन्नु पर्यो। र यहाँ अर्जुन ढुङ्गेलजी चेक गर्नु, हजुर चेक गरियो, मबाट गल्ती हुन सक्छ हजुर, क्षमा गर्नु होला। र हाम्रा भास्कर गौतमजीले पनि हेर्नु हुँदैछ, उहाँले अवश्य बिच्किन दिनुहुन्न, हजुरलाई निराश पार्नुहुने छैन। अर्जुन जुके नै हुन्छ भनिदिन्छ, हजुर हजुर सही हो विमल बरालजी। र अर्को प्रश्न सुन्नुभयो होला, फेरि एकखेप सोध्नु होला सर प्रश्न। हजुर, सिपाही विद्रोहका असमका प्रमुख नेता त अब धेरैजना हुनुहुन्थ्यो, त्यसमा प्रमुख नेताको नाम भन्नु पर्यो। अच्छा, र यहाँ उत्तर आउन सुरु भएको छ। विराज कौशिकजीले दिनुभएको छ मनिराम देवान भनेर। सिपाही विद्रोहमा भाग लिने असमका प्रमुख नेताको नाम के हो? र अनिल आचार्यजीले पनि भन्नुभएको छ मनिराम भनेर, भने कौशिक उपाध्यायजीले भीम बहादुर राई भन्नुहुँदैछ। र अनिल आचार्यजी मनिराम भन्नुभयो। प्रियङ्का गोपाल प्रियङ्का उपाध्यायजीले मनिराम देवान भन्नुभएको छ। सुभाष चन्द्र बोस भनेर बिना नेपालजीले भन्नुभएको छ भने देविका पराजुली खनालजीले मनिराम देवान भन्नुभएको छ। र गीता शर्माजीले के भन्नुभयो त भने छविलाल उपाध्याय भनेर भन्नुभएको छ। लक्ष्मी उपाध्यायजीले मनिराम देवान भन्नुभएको छ। विमल बरालजीले पनि मनिराम देवान नै भन्नुभएको छ।
उत्तर हाम्रो बीचमा आउन थालेको छ। कसैले मनिराम देवान भन्नुहुँदैछ, कसैले छविलाल उपाध्याय भन्दै हुनुहुन्छ, कसैले सुभाष चन्द्र बोस भन्नुभयो भने कसैले भीमबहादुर राई भन्नुभएको छ। र विमल बरालजीले पनि मनिराम देवान भन्नुभयो, उत्तरा देवीजीले मनिराम देवान भन्नुभयो, गोपाल प्रियङ्का उपाध्यायजीले सुन्दर लाइभ भन्दै हुनुहुन्छ। हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। लाइभ सुन्दर होइन, हजुरहरूले आएर यो लाइभलाई सुन्दर बनाउँदै हुनुहुन्छ। र 22 जना जोडिनु भएको छ, सबैजनाले लाइक गर्नुभएको छैन है। मलाई धेरै लाइक भन्दा पनि राम्रो लाग्दैन, त्यही पनि धेरै लाइक देख्न पाउँदा मन राम्रो लाग्छ। त्यही भएर म लाइकको माग गर्दैछु। हामीलाई अथवा कुनै प्रकारको लाभ अथवा कुनै प्रकारको केही कामना छैन। केवल हजुरले लाइक, सेयर र सपोर्ट र साथ गरिदिनु भयो भने हामी त्यसैमा खुसी छौँ। सरिता गौतमजी, मनिराम देवान, सन्तोष दमाईजीले पनि पियली बरुवा भन्दै हुनुहुन्छ। सन्तोष दमाईजीले अब यो प्रश्नलाई धेर समय नदिउँ होला। उत्तरपट्टि जाने बेला भयो। अब कस्तो खालको उत्तर छ, के उत्तर हुन्छ सर भन्नु होला। हजुर, यसको उत्तर मनिराम देवान हुन्छ। आसामका प्रमुख नेता उहाँ हुनुहुन्थ्यो मनिराम देवान सिपाही विद्रोहमा। हजुर, विराज कौशिकजीको मिस्टेकमा एउटा नाम लेखिएको थियो, उहाँले आफ्नो नामलाई कायम राख्नुभयो र अर्को प्रश्नमै सर्वप्रथम उत्तर दिएर उहाँले एउटा पोइन्ट लान सक्षम हुनुभएको छ। ताराजीले राधे राधे। हजुर राधे राधे, स्वागत छ हजुरलाई। केकेआर 99 मा 3 विकेट 11 ओभर 1 गोल। केकेआर को रिपोर्ट हेर्नुहोस् खेला कस्तो छ। हजुर भास्करजी, हामी क्रिकेटको पनि अपडेट लिँदै गर्छौँ, बीचबीचमा हाम्रा अर्जुन ढुङ्गेलजीले हाल्दै गर्नुहुन्छ र अब हामी अर्को प्रश्नपट्टि जाउँ होला हैन। कस्तो खालको प्रश्न छ सर? आफै गर्नुपर्छ क्रिकेटको पनि। आइपिएल चल्दैछ, लास्ट सिजन आइपुगेको छ आइपिएल पनि। प्लेअफमा को फस्छ, को निस्किन्छ, को र त्यसरी नै अब अर्को क्वेसन। अब भारतमा ब्रिटिसले धेरैबाट शासन गरे। ब्रिटिसका शासनमा अंग्रेज सेनाहरूले जालियनवाला बागमा नृशंस हत्याकाण्ड एउटा गरेका थिए। त्यो कुन सनमा गरेका थिए? जालियाना बागमा हत्याकाण्ड एउटा भएको थियो, कति सनमा भएको थियो भन्ने हुनुहुन्छ? 1857 मा हुनुहुन्थ्यो देवानजी भन्ने हुनुहुन्छ। हजुर हुन सक्छ, हामीलाई त्यति जानकारी मलाई चाहिँ छैन। र यहाँ गोपाल प्रियङ्का उपाध्यायजीले भन्दै हुनुहुन्छ मैले सर्वप्रथम उत्तर दिएको थिएँ भनेर। हजुर यस्तै लाग्छ, सबैजनाले पहिलो उत्तर दिए जस्तो लाग्छ, तर यहाँ नेटवर्कको प्रब्लमले हुन्छ अथवा हजुरभन्दा पहिले उत्तर दिनेहरूको उत्तर आइसकेको हुन्छ। त्यसैले क्षमा गर्नु होला र कोसिस गर्नु होला हजुर छिटो छिटो उत्तर दिने। हजुरको पनि अवश्य पहिलो नाम आउनेछ। र यहाँ अर्को प्रश्नको उत्तर आउँदैछ। उत्तरा देवीजीले 1919 भन्नुहुँदैछ भने दीपक दाहालजीले 1858 भन्नुभयो, विमल बरालजीले 1919 भन्नुभयो, स्मिता घिम्रेजी 1919 भन्नुभयो, दिशान्त गौतमजीले 1919, ताराजीले पनि 1919 भन्नुभयो, गोपाल प्रियङ्काजीले पनि 1919 भन्नुभयो, विमल बरालजीले 13/4/1919 भन्नुभयो, सरिता रेग्मीजीले 1919, हिमा आचार्यजीले 1919 भन्नुभयो। र सबैजनालाई स्वागत गर्दछु। फेरि 25 जना हाम्रो बीचमा जोडिसक्नु भएको छ। सबैजनाले साथ र सहयोग दिँदै हुनुहुन्छ र उत्तर दिने प्रयास गर्दै हुनुहुन्छ। हाम्रो बीचमा प्रश्नकर्ता भास्कर गौतमजी हुनुहुन्छ र उहाँले गर्दै हुनुहुन्छ अति नै सजिला सजिला राजनीतिको विषयमा प्रश्नहरू। र उहाँलाई अब हामी यो प्रश्नको वासुदेवको मुस्कान चाहिँ साह्रै मिठो अरे। हजुर तारिफ आउँदैछ, हेर्दै गर्नु। विमल बरालजीले भन्नुहुँदैछ हजुर किन मुस्कान नआउँछ चेहरामा? हजुरहरू जस्ता दर्शकवृन्द भएपछि। देविका पराजुलीजीले अप्रिल 13, 1999, सरिता गौतमजी 1999, बिना नेपालजीले 1857 भन्नुभयो भने अनिल आचार्यजीले यो नि सही हो भन्दै हुनुहुन्छ। कुन चाहिँ सही हो हजुर पर्खिनु होला, कुन सही हुन्छ हामी हाम्रो प्रश्नकर्ताजीले अवश्य भन्नुहुन्छ एकछिनमा। र प्रश्न फेरि एकखेप सोध्नु होला र उत्तर पनि दिनु होला साथसाथै। हजुर प्रश्न जालियनवाला बाग हत्याकाण्ड कुन सनमा भएको थियो भनेर सोधिएको थियो र यसको सही उत्तर 1919 हुन्छ। 1919 मा त्यो घटना भएको थियो। यहाँ केवल सन सोध्नु भएको थियो र सन उत्तरा देवीजीले सर्वप्रथममा दिनुभएको छ। दीपक दाहालजीले वासुदेव त के थरी हुनुहुन्छ भन्नुहुन्छ, उहाँ पनि गौतम नै हुनुहुन्छ हजुर। उहाँ मेरा दाजु पर्नुहुन्छ। उत्तरा देवीजीको नाम म यहाँ लेख्दैछु, उहाँलाई एउटा पोइन्ट दिँदैछु। र जसले पनि 1919 भनेर उत्तर दिनुभयो उहाँहरूलाई धेरै धेरै बधाई छ। र
सही उत्तर दिनुभएको छ हजुरहरूले। र अब हामी अर्को प्रश्नपट्टि जाँदैछौँ। कस्तो खालको प्रश्न राख्नुहुन्छ अर्को? भास्कर गौतमजी, कस्तो प्रश्न छ त? हजुर, अर्को क्वेसन मेरो, सुभाष चन्द्र बोस जीद्वारा नेतृत्व गरिएको सेना संगठनको नाम के हो? सुभाष चन्द्र बोसजीद्वारा संगठित गरिएको सेना संगठनको नाम के हो? हजुर, हो साह्रै हँसिलो मुहार रहेछ हजुरको भन्दै हुनुहुन्छ। भास्कर गौतमजी हेर्नुहोस् है, कहाँ माथि, धेरै माथि चाहिँ नचढ्नु होला। हाम्रा दर्शक वृन्दहरूले तपाईँलाई धेरै माथि चढाउँदै हुनुहुन्छ। चढाउँदै हुनुहुन्छ, सिँढीमा नबनाउँदै हुनुहुन्छ। उत्तर आउन सुरु हुँदैछ कि क्या हो? मलाई लाग्छ हजुरहरूले उत्तर दिँदै हुनुहुन्छ होला। सुभाष चन्द्र बोसले नेतृत्व गरेको संगठित गरेको संगठनको नाम, सेना संगठनको नाम के हो भनेर प्रश्न छ। र उत्तर आशुतोष शर्माजीले आजाद हिन्द फौज भन्नुभयो भने देविका पराजुलीजीले पनि आजाद हिन्द फोर्स भन्नुभएको छ भने अर्जुन ढुङ्गेलजीले इन्डियन नेसनल कांग्रेस भन्नुहुन्छ। र सरिता रेग्मीजीले आजाद हिन्द फौज भन्नुभयो। रेखा उपाध्यायजीले आजाद हिन्द फौज भन्नुभयो। दिशा गौतमजीले आजाद हिन्द फौज। गायत्री पोखरेलजीले राधे राधे हजुर, स्वागत छ हजुरलाई, राधे राधे छ। उत्तरा देवीजीले आजाद हिन्द फौज भन्नुभयो। सरिता गौतमजीले आजाद हिन्द फौज। विमल बरालजीले भारतीय राष्ट्रिय सेना भन्नुभएको छ, आइएनए भनेर। गीता शर्माजीले आजाद एन्ड हिन्द फौज भन्नुभएको छ, स्पेलिङ मिस्टेक भएको छ हजुरको, आजाद हिन्द फौज भन्दै हुनुहुन्छ। मीना गिरीजीले आजाद हिन्द फौज भन्नुभयो। प्रेम भण्डारीजी आजाद हिन्द फौज। नमस्कार छ हजुर मीनाजी, स्वागत छ हजुरलाई हाम्रो यस लाइभमा। ताराजीले पनि आजाद हिन्द फौज भन्दै हुनुहुन्छ। मलाई पनि, मेरो पनि जिब्रो लटपटिँदैछ हौ, एउटै कुरो पढेर होला। र आजाद हिन्द फौज भनेर धेरै जस्तो उत्तर आउँदैछ यहाँ। लक्ष्मी उपाध्यायजीले पनि आजाद हिन्द फौज भन्दै हुनुहुन्छ भने बीना नेपालजीले आजाद हिन्द फौज भन्नुभयो। पवित्र उपाध्यायजीले आजाद हिन्दू फौज भन्नुभयो। यहाँ प्रश्न राख्नु भएको छ, प्रश्नको उत्तर सबैजनाले दिँदै हुनुहुन्छ। सही र गलत त म जान्दिनँ, तर आजाद हिन्द हो कि आजाद हिन्दू हो, यो कुराको सही र गलतलाई हाम्रा प्रश्नकर्ताजीले मात्रै छुट्याउनु हुनेछ। र अब हामी उत्तरपट्टि जाउँ होला। धेरै उत्तरहरू आइसके र विलम्ब नगरौँ। सर, कस्तो खालको के उत्तर हुन्छ त भनिदिनु होला। हजुर, सबैजना जानेकै प्रश्नको एन्सर थियो, सबैजना सही नै लेख्नु भएको छ, अलिकति खेलिमेली केही छैन। सही उत्तर यसको हुन्छ आजाद हिन्द फौज, हिन्दू होइन, आजाद हिन्द फौज हो। हिन्द हुन्छ हजुर। आशुतोष शर्माजीले बाजी मार्नु भएको छ सर्वप्रथम उत्तर दिने। र म लता भन्दै हुन्छ। हजुर दिदी स्वागत छ हजुर। सविता रेग्मीजीले के भन्नुभएको छ त भन्दाखेरि सरिता र सवितामा कन्फ्युज हुनुभएछ हो र? हजुर हजुर, केही छैन। म नाम भन्नमा मिस्टेक भए पनि मेरो, हजुरले सर्वप्रथम उत्तर दिनुभयो भने यहाँ नाम, डायरीमा नाम लेख्नमा केही मिस्टेक हुने छैन। र सर्वप्रथम उत्तर दिने प्रयास अवश्य गर्नुहुन्छ भन्ने आशा गरेँ। रेवती मोहनजी राधे राधे, हजुरलाई धेरै स्वागत गर्दछु आजको यस कार्यक्रममा। र आजाद हिन्द फौज भनेर जसले जसले पनि उत्तर दिनुभयो उहाँहरूलाई धेरै धेरै बधाई छ। र आशुतोष शर्माजीले सर्वप्रथम उत्तर दिनुभएको छ, उहाँलाई फेरि एकखेप बधाई दिन्छु। र अब हामी अर्को प्रश्नपट्टि जाँदैछौँ। कस्तो खालको प्रश्न राख्नुहुँदैछ अर्को भन्नु होला। हजुर, अर्को क्वेसन आसामबाट पनि अलिअलि रिलेटेड, एउटा दुईवटा धेरै भारतवर्षको क्वेसन पछाडि अब यसपालि हामी आसामको एउटा क्वेसनमा जाउँ। हजुर, स्वतन्त्रता सेना आन्दोलन, स्वाधीनता आन्दोलनमा जोडिएका क्वेसनहरू धेरै जसो आज मैले धेरै जसो स्वाधीनता आन्दोलनसँग जोडिएकै क्वेसनहरू ल्याइरहेछु। अरू क्वेसन फेरि अब नेक्स्ट पार्टी पहिले तपाईँले भन्नुहुन्छ, त्यतिखेर अरू लेटेस्ट अहिलेका राजनीतिका कुरा पनि आउँछन्। अहिले हामीहरू पहिले भारत स्वाधीन कसरी भएको थियो, को जोडित हुनुभएको थियो, कहिले कहिले भएको थियो, यी सब घटनाहरू जान्नको लागि नेक्स्ट मेरो क्वेसन छ, कुन पुलिस स्टेसनमा कनकलता बरुवाजीलाई हत्या गरिएको थियो? झन्डा फहराउन जाँदाखेरि एउटा पुलिस स्टेसन अगाडि उहाँलाई गोली हानेर हत्या गरिएको थियो, त्यो कुन पुलिस स्टेसन अगाडि थियो? कनकलता बरुवाको हत्या भएको थियो। उहाँले झन्डा लिएर जाँदै हुनुहुन्थ्यो, अगाडि अगाडि नेतृत्व गर्दै हुनुहुन्थ्यो भने उहाँको हत्या कुन पुलिस स्टेसनको अगाडि गरिएको थियो? र यहाँ उत्तर दिने प्रयास गर्नु होला। मेरो पहिलो गए जस्तो लाग्यो त एन्सर भन्दै हुनुहुन्छ सविता रेग्मीजी।
यहाँ उत्तर हजुरले दिए जस्तो लाग्छ। हजुरकोमा पहिलो देखाउँछ यहाँ त्यस्तै हो र यहाँ आइपुग्दा ओर्दा हजुरभन्दा पहिले दिनेहरूको उत्तर पहिले आइसकेको हुन्छ र क्षमा गर्नुहोला र कोसिस गर्नुहोला। हजुरको उत्तर हामीले पहिलो पायौँ भने अवश्य भन्दैछौँ। आजाद हिन्दू फौजलाई के एउटा नाम भनिन्छ भनेर भन्नुभएको रहेछ विमल बरालजीले। अब हामी अर्को प्रश्नपट्टि लागिसकेका छौँ र अर्को प्रश्नको उत्तर आउन सुरु भएको छ। कनकलतालाई कुन पुलिस स्टेसन अगाडि गोली हानिएको थियो र मारिएको थियो भनेर प्रश्न सोधिएको छ। शहीद गरिएको थियो भनेर यहाँ उत्तरा देवीजीले गोहपुर भन्नुभएको छ भने अनिल आचार्यजीले गहपुर भन्नुभयो। सविता रेग्मीजीले गहपुर भन्नुभयो। सन्तोष दमाईजीले पनि गहपुर भन्नुभयो भने स्मिता घिम्रेजीले गहपुर भन्नुभएको छ। आशुतोष शर्माजीले गोलाघाट पुलिस स्टेसन भन्नुभएको छ र सरिता रेग्मीजी, अच्छा सविता रेग्मीजीले सरिता रेग्मीजी बेग्ला बेग्लै हुनुहुँदो रहेछ। क्षमा गर्नुहोला, म पनि कन्फ्युज भएको थिएँ र अहिले म अलिकति छर्लङ्ग भएँ। काला पहाड भन्नुहुँदैछ र लक्ष्मी उपाध्यायजीले गहपुर पुलिस स्टेसन भन्नुहुँदैछ भने प्रेम भण्डारीजीले गहपुर भन्नुभयो। यशोदा गौतमजीले गहपुर भनेर उत्तर दिनुभएको छ भने बिना नेपालजीले पनि गहपुर भन्नुभयो। पवित्र उपाध्यायजीले गहपुर थाना भन्नुहुँदैछ र गायत्री पोखरेलजीले गहपुर भन्नुहुँदैछ। विमल बरालजीले बरङ्गाबारी पुलिस स्टेसन भन्ने हुनुहुन्छ र उत्तर हाम्रो बीचमा आउँदैछन्। 2-3 प्रकारका उत्तर आए, धेर प्रकारका छैनन् उत्तर। र यहाँ एउटा प्रश्न सोध्न चाहन्छु। पवित्र उपाध्यायजी हजुर हाम्रा पुरुषोत्तम उपाध्यायजी जुन गुरुजी हुनुहुन्थ्यो उहाँकी श्रीमती हुनुहुन्छ कि क्या हो भनेर प्रश्न गरेको है मैले, त्यस्तै लाग्यो मलाई र सोधेको हो। र हो भने हजुर भनेर उत्तर दिन सक्नुहुनेछ र जान्नको लागि मात्रै सोधेको हो। र यो प्रश्नको उत्तरपट्टि अब हामी जाउँ होला र प्रश्न एक बार गरेर सँगसँगै उत्तर पनि भनिदिनु होला सर। हजुर प्रश्न यस प्रकारको थियो, कुन पुलिस स्टेसनमा कनकलता बरुवाजीलाई हत्या गरिएको थियो झन्डा फहराउन जाँदाखेरि र यसको सही उत्तर गहपुर हुन्छ। गहपुर पुलिस स्टेसनमा उहाँलाई हत्या गरिएको थियो ब्रिटिस सेनाद्वारा। उत्तरा देवीजीले गोहपुर लेख्नु भएको छ, उहाँले गहपुर नै लेख्नु भएको हो। उहाँको स्पेलिङमा मिस्टेक भएको छ र यसलाई धेरै ठुलो बनाइँदैन र यसलाई सही उत्तर गहपुर हुन्छ र उत्तरा देवीजीकै सर्वप्रथम उत्तर आएको हुनाले उहाँलाई एउटा पोइन्ट दिए जान्छ र सबैलाई धेरै धेरै बधाई दिन्छु जसले जसले पनि गहपुर भनेर उत्तर दिनुभएको छ। र पवित्र उपाध्यायजी हजुर हो त भाइ भन्नुहुन्छ। हजुरलाई धेरै धेरै स्वागत छ। हजुर अगाडि पनि हजुर आउनुभएको थियो लाइभमा, मैले यसरी हेर्दाखेरि हजुरको फोटो देखेर सोधेको हो। हजुरलाई स्वागत गर्दछु र अब हामी अर्को प्रश्नपट्टि जाँदैछौँ। कस्तो खालको प्रश्न राख्नुहुन्छ अर्को? हजुर अर्को क्वेसन मेरो छ। हामी 2 अक्टोबर गान्धी जयन्ती भनेर मनाउँछौँ भने कुन सनको 2 अक्टोबरमा गान्धी जन्मिनु भएको सन चाहियो? गान्धी जयन्ती 2 अक्टोबर भनेर हामी स्कुल त छुट्टी हुन्छ, अब हर्षक त म जान्दिनँ। मनाउँछौँ भन्दाखेरि गान्धी जयन्तीमा कुनै कुनै स्कुलमा हामीले सानो हुँदाखेरि प्रोग्रामहरू पनि भए। अब र गान्धी जयन्ती 2 अक्टोबर भनेर सबलाई थाहा छ। कुन सनको चाहिँ 2 अक्टोबर हो उहाँको जन्म सन भन्नु पर्यो र कसले सर्वप्रथम उत्तर दिएको रहेछ त म हेर्दैछु। र यहाँ उत्तरा देवीजी हतारले भन्नुभएको छ। हजुर हतारले नै हजुरले दिनुभएको रहेछ, बुझ्यो। र उत्तरा देवीजीकै पहिलो उत्तर आएको छ यहाँ 1869 भनेर र स्मिता घिम्रेजीले भन्नुभएको छ 1869 भनेर। आशुतोष शर्माजीले 1837 भन्नुभयो भने अर्जुन ढुङ्गेलजीले 1869 भन्नुभएको छ भने मीना गिरीजीले 1869, सन्तोष दमाईजीले 1869 भन्नुभयो। महात्मा गान्धीजीको जन्म सन भन्नुभएको छ र दीपक दाहालजी 1869 भन्नुभएको छ हजुरले पनि र सबैजनाले 1869 नै भन्दै हुनुहुन्छ र 1847 भनेर पवित्र उपाध्यायजीले भन्नुहुँदैछ 1847 भनेर। विमल बरालजीले पनि 1869 भन्नुभएको रहेछ भने सविता रेग्मीजीले पनि 1869 नै भन्नुभएको छ। अनिल आचार्यजीले 1869 को 2 अक्टोबर भन्नुभएको छ र सबैजनाले एउटै खालको उत्तर दिनुहुँदैछ र यहाँ कतिजनाले चाहिँ 1847 पनि भन्नुहुँदैछ। गीता शर्माजीले 1869 को 2 अक्टोबर भन्नुभयो। लक्ष्मी उपाध्यायजीले 1869 भन्नुभयो। उत्तर सबैको आउँदैछ। यहाँ सबैजनाले उत्तर दिने प्रयास गर्नुहुँदैछ र मलाई लाग्छ हजुरहरूले दिएको उत्तर सही होला र हाम्रो प्रश्नकर्ताजीले भन्नुहुन्छ कि हाम्रो बीचमा प्रश्न उत्तर सही आइसकेको छ त? हजुर उत्तर सही आइसकेका छन्। सजिलै क्वेसन हो, जानिएकै हो।
नजानेर पनि गुगल हेर्दाखेरि भेटिहाल्छ, एक नम्बरमा पहिले नै आउँछ। हजुर। र यसको सही उत्तर 1869 हुन्छ। महात्मा गान्धीजी 1869 का 2 अक्टोबरमा जन्मिनु भएको थियो। आज उत्तरा देवीजी पुरा फ्रममा बस्नु भएको छ। उहाँले धडाधड उत्तर दिँदै हुनुहुन्छ सर्वप्रथममा, र हजुरहरू पनि छिटो छिटो उत्तर दिने प्रयास गर्नुहोला। उत्तरा देवीजी नामै उत्तरा देवी छ उहाँको, र उहाँ उत्तर दिनमा पनि अति नै छिटो छिटो गर्नुहुँदैछ। उहाँलाई धेरै धेरै बधाई छ। यो प्रश्नको पनि सर्वप्रथम उत्तर दिनुभएको छ। जसले जसले पनि 1869 भन्नुभयो, 2 अक्टोबर भनेर त सबैलाई थाहा छ, र उहाँहरूलाई धेरै धेरै बधाई छ। उहाँहरूले सही उत्तर दिनुभएको छ। र अब हामी अर्को प्रश्नपट्टि जान्छौँ। त्यसको अघि म हजुरहरूलाई एउटा सूचना दिन चाहन्छु। स्वरचना साहित्य सङ्गममा ज्ञानमूलक जीके का प्रश्नहरू यसरी नै हजुरहरूको बिचमा ल्याउनेछौँ। र यो एउटा प्रोग्राम हामीले भास्कर गौतमजीसँग गर्यौँ, र अब एउटा प्रोग्राम हामीले राजनीतिकै विषयमा गर्नेछौँ र भास्कर गौतमजीसँगै गर्नेछौँ। र त्यो दिन निर्धारित भएपछि हाम्रो फेसबुक पेजमा म अपडेट दिनेछु, फोटो सुद्धा हाल्नेछु, र हजुरहरूले त्यहाँबाट जोडिएर अवश्य पनि स्वरचनामा फेरि जोडिनुहुन्छ भन्ने आशा गरेँ। र अर्को प्रश्नको हामी पट्टि जाँदैछौँ, अर्को प्रश्नपट्टि। र यहाँ उत्तरा देवीजीले भन्नुहुन्छ गुगल हेरेकी छुइनँ भन्ने हुनुहुन्छ। हजुर, थाहा पाइन्छ, जसले पनि गुगल हेरेको छैन उहाँले कहिले उत्तर दिने प्रयास गर्छ, किनभने यता उत्तर लेख्दा गुगलमा टाइपिङ गर्दा उत्तर आइसकेको हुन्छ र जानिन्छ त्यो कुरो। तीर्थ छेत्रीजी नमस्ते हजुर, स्वागत छ। हजुरलाई धेरै धेरै स्वागत छ, नमस्कार छ। उत्तरा 5G भन्ने हुनुहुन्छ। हजुर हजुर, 5G हुनुभयो, अनिल आचार्यजीले भन्नुभएको। र अब हामी अर्को प्रश्नपट्टि जाउँ। कस्तो खालको प्रश्न छ सर अर्को? हजुर, अर्को क्वेसन पनि अब भारतीय स्वतन्त्रता आन्दोलन भनिसकेपछि महात्मा गान्धीजीको मुख्य भूमिका छ। महात्मा गान्धी जस्ता मान्छेले महान व्यक्ति अब उहाँको द्वारा बहुत परिश्रमबाट भएको थियो जब, त उहाँकै क्वेसन धेरै जस्तो छन्। र त्यस मध्येमा अर्को क्वेसन के छ भनेदेखि महात्मा गान्धीजी लगभग 15-16 वर्ष जस्तो गुजरातको एउटा आश्रममा बस्नु भएको थियो। त्यो आश्रमको नाम के हो? उत्तरा देवीजीले लेखिसक्नुभयो उत्तर। हजुरले प्रश्न सोध्न ढिलो हुन्छ होला, तर उत्तर लेख्न ढिलो हुँदैन यहाँ। र अति नै सजिलो प्रश्न छ। महात्मा गान्धीजी कुनै एउटा आश्रममा 15-16 वर्षसम्म बस्नुभएको थियो। त्यो आश्रमको नाम के हो भनेर सोध्नु भएको छ। र उत्तर देख्नुभयो त? उत्तरा देवीजीले नै सर्वप्रथम उत्तर दिनुभएको छ, र सही उत्तर के हो त जानिँदैन, तर साबरमती भनेर उत्तर दिनुभएको छ उत्तरा देवीजीले। आश्रमको नाम यहाँ स्मिता घिम्रेजीले पनि बहुत कोसिस गर्नुहुँदैछ पहिलो उत्तर दिने, उहाँ तर 2 नम्बरमा पर्नु हुँदैछ हर बार म देख्दैछु। सविता घिम्रेजी सबरमती भन्नुभएको छ भने स्मिता घिम्रेजी सविता रेग्मीजीले पनि साथसाथै दिनुभएको छ सबरमती भनेर। विराज कौशिकजीले पनि सबरमती आश्रम भन्नुभएको छ, र प्रेम भण्डारीजीले पनि सबरमती नै भनेर उत्तर दिनुभएको छ भने सरिता गौतमजीले साबरमती भनेर उत्तर दिनुभएको छ। महात्मा गान्धीजीले 15-16 वर्षसम्म बसेको आश्रमको नाम के हो भन्नुहुँदैछ। वृद्धाश्रम त्यस्तो के एउटा आश्रम कसैले लेखिदिए त मजा आउने थियो। क्वेसन के थियो भने हुन्छ विमल बरालजी। हजुर, महात्मा गान्धीजी कुन आश्रममा महात्मा गान्धीजीले 15-16 वर्षसम्म बिताउनु भएको थियो भनेर प्रश्न गर्नुभएको छ। सबरमती आश्रम भन्नुहुँदैछ लक्ष्मी उपाध्यायजीले, र गीता शर्माजीले सबरमती आश्रम भन्नुभएको छ। पवित्र उपाध्यायजीले सबरमती भन्नुभएको छ भने बिना नेपालजीले पनि साबरमती भनेर उत्तर दिनुभएको छ। र हाम्रो बिचमा उत्तर आउँदैछन्, साह्रै राम्रो उत्तरहरू दिँदै हुनुहुन्छ हजुरहरूले। सजिला प्रश्नहरू छन् कि क्या हो? प्रश्नहरू आजका कस्ता लाग्दैछन् कमेन्ट गर्नु होला। महात्मा गान्धीको सम्पूर्ण नामबाट सुरु भएको आएर महात्मा गान्धी बसेको आश्रमको नाम शुद्ध सोध्नु भएको छ। र यो प्रश्न कस्तो लाग्दैछ हजुरहरूलाई? र भास्करजी, हामी अब धेरै विलम्ब नगरौँ होला है यो प्रश्नको लागि। हजुर, भनिदिनु होला। महात्मा गान्धीजी गुजरातको कुन आश्रममा 15-16 वर्ष बस्नु भएको थियो भनेर सोधिएको थियो। गुजरातको आश्रम भनेपछि अब उहाँ साबरमती आश्रममा बस्नु भएको थियो। यो प्रश्न पनि उत्तरा देवीजीले नै उत्तर दिनुभयो प्रश्नमा। फास्ट हुनलाई हतार लाग्दा स्पेलिङ मिस्टेक हुन्छ। स्पेलिङ हजुर अलिअलि मिस्टेक हुन्छ, मानिन्छ, र कुनै कुनै क्षेत्रमा मानिँदैन। स्पेलिङ मिस्टेकले गर्दा प्रश्नको उत्तरको ढाँचा नै जब बदलिन्छ भने त्यो उत्तरलाई चाहिँ सही मानिँदैन। तर मिल्दोजुल्दो उत्तर छ भने अवश्य हजुरको स्पेलिङ मिस्टेकलाई पनि मानिन्छ। महात्मा गान्धीको छेउमा
कुकुरहरू किन आउँदैनथे भनेर अनुल आचार्यजीले सोध्नु भएको छ। महात्मा गान्धीजीको छेउमा कुकुरहरू किन आउँदैनथे भनेर सोध्नु भएको र उहाँको उत्तर त भास्कर गौतमजीले दिनुहुन्छ किन आउँदैनथे होला। यो पनि एउटा गाउँ खाने कथा जत्तिकै हो, सबैले जान्नुहुन्छ, सबैले जानेको क्वेसन एउटा गाउँ खाने कथा जत्तिकै भइसकेको छ त्यो पनि एउटा। गाउँ खाने कथामा सोध्नु पर्थ्यो त्यो क्वेसन, सोधिएन होला। टिना काफलेजीले हेप्पी एनिभर्सरी बोथ अफ यु भन्दै हुनुहुन्छ। हाम्रैमा कमेन्ट गर्नुभएको हो त संरचना साहित्य सङ्गममै हजुरले कमेन्ट गर्नुभएको हो त। लाठी देखेर भनेर उत्तर देवीजीले भन्नुभएको छ। यो प्रश्नको उत्तर पनि उत्तर देवीजीले दिनुभएको छ। हातमा लाठी थियो हजुर। वन्दना घिम्रेजी हजुर, सरिता घिम्रेजी हजुरलाई धेरै धेरै स्वागत छ। वन्दना आचार्यजीले हातमा लाठी थियो भन्नुभएको छ। विराज कौशिकजी हातमा लाठी थियो अनि भन्दै हुनुहुन्छ। विमल बरालजी हातमा लाठी थियो भनेर। सङ्गीता देवीजीले पनि लौरो लिएको हुनाले भन्नुहुन्छ। हजुर, लौरो हातमा लिँदाखेरि चराचुरुङ्गी पनि छेउमा आउँदैनथे, कुकुरहरू पनि छेउमा आउँदै रहेछ है। त्यो एउटा मनोरञ्जनमूलक प्रश्न हो र गान्धीजीका हातमा लाठी थियो अनि भन्दै हुनुहुन्छ। सही उत्तर हो। र अब हामी रियल प्रश्नपट्टि जाउँ है। त्यो प्रश्नको उत्तर दिनेलाई चाहिँ नाम लेख्दिनँ नि म, त्यो चाहिँ मनोरञ्जनमूलक प्रश्न हो। र अब अर्को प्रश्न कस्तो खालको छ भास्करजी, सोध्नु होला। हजुर, अर्को क्वेसन अब इतिहास स्वाधीनता आन्दोलनको इतिहास भनिसकेपछि धेरै सन वा तारिखहरू कुरा आउँछन्। त्यस्तै एउटा छ, भारत राष्ट्रिय कङ्ग्रेस कुन सनमा स्थापित भएको? भारतीय राष्ट्रिय कङ्ग्रेस कुन सनमा स्थापित भएको? प्रश्न राखिसक्नु भएको छ। 32 जना जोडिसक्नु भएको छ। 32 भनेको कम्ती होइन। यो समयमा 32 जना ज्ञानमूलक कार्यक्रम हेरिराख्नु भएको छ। हजुरहरूको इन्ट्रेस्ट, हजुरहरूको उत्साहलाई म प्रणाम गर्दछु। संरचनामा हजुरहरू सधैँ यसरी नै बनिराख्नुहुन्छ भन्ने आशा गर्दछु। र दर्शकवृन्दको बीचमा कोही यस्ता व्यक्ति हुनुहुन्छ जसले जेनरल नलेजको प्रश्नहरू गर्ने इच्छा छ, हजुरहरूको इच्छा र हजुरहरूको कामना छ भने हजुरहरू अवश्य संरचनामा जोडिन सक्नुहुनेछ। मेरो वाट्सएप नम्बर हजुरले कुनै पनि पोस्टमा मैले आफ्नो नम्बर दिएको छु, वाट्सएपमा मेसेज गर्न सक्नुहुनेछ र हाम्रो वाट्सएप ग्रुपमा पनि जोडिन सक्नुहुनेछ। र स्मिता घिम्रेजी र उत्तर आउँदैछ, म उत्तर पढ्दैछु, कसले कसले दिँदै हुनुहुन्छ। राष्ट्रिय कङ्ग्रेसको स्थापित सन् सोध्नु भएको होइन त सर? हजुर हजुर, यहाँ उत्तरा देवीजीले नै दिनुभएको छ सर्वप्रथममा 1985 भनेर। अनिल आचार्यजीले 1947 भन्नुभयो। स्मिता घिम्रेजीले 1885 भन्नुभएको छ र विराज कौशिकजीले 1885 भन्नुभयो। सविता रेग्मीजीले 1985 भन्नुभयो। आशुतोष शर्माजीले 1951 भन्नुभएको छ भने दीपक दाहालजीले 1882 भन्नुभयो। सरिता गौतमजीले 1985 मा भन्नुभयो। गीता शर्माजीले 1999 मा भन्नुभयो। लक्ष्मी उपाध्यायजीले 1952 सनमा भन्नुभएको छ भने तुलसी गौतमजीले 1885 भन्नुभयो। विमल बरालजीले 28/12/1885 भन्नुभएको छ भने बिना नेपालजीले 1985 भन्नुभयो। मीना गिरीजीले 1885 भन्नुभयो। विराज कौशिकजीले 28 डिसेम्बर 1885 भन्नुभएको छ भने उत्तरा देवीजीले 1885 मात्र भन्नुभयो। उत्तरा देवीजी सोरी भन्नुभएको छ। हजुर, सोरी भनेको कारण त बुझिएन। अब हामी 1985 भनेर आएको थियो, त्यसको लागि होला सायद। हजुर हजुर, उहाँले पहिले 1985 भन्नुभएको थियो, सायद त्यसकै लागि होला सोरी। हजुर, सोरी लेख्दाखेरि त अब के पनि एडिट गर्न सकिन्छ भने एडिट गरिदिनु होला। भरे हेर्दाखेरि त्यही देखिन्छ, सकिँदैन, एडिट गर्ने अप्सन हुँदैन लाइभमा। र उत्तरा देवीजी सोरी भन्नुभएको पछाडि सविता रेग्मीजीले भन्नुभएको छ 1885 लेख्दा 1985 भएछ भन्दै हुँदैछ। हो, त्यही त हो। उत्तर त धेरैजनाले जान्नुभएको हुन्छ र लेख्दाखेरि मिस्टेक हुन सक्छ र फास्टमा भुल भयो भन्ने हुन्छ। केही छैन, अरूको पनि नाम लेख्नुपर्छ डायरीमा। र अब हामी विलम्ब नगरौँ, यो प्रश्नको उत्तर भनिदिनु होला सर। हजुर, यसको उत्तर 1885 हुन्छ। 1885 हुन्छ भने स्मिता घिम्रेजी, उत्तरा देवीजीको उत्तर भुल हुनाले गर्दा हजुरको नाम यहाँ लेखा गएको छ र अझै पनि हजुरको बहुत समय छ, प्रश्नहरू धेरै छन् हाम्रो बीचमा र
जसले जसले पनि 1885 भनेर उत्तर दिनुभयो र जसले पनि 1885 भनेर लेख्दाखेरि 1995 भएको छ उहाँहरूलाई पनि धेरै धेरै बधाई छ किनभने उहाँहरूले उत्तर सही दिने प्रयास गर्नुभएको हो। केकेआर को स्कोर भएको छ 149 रन 4 विकेटमा 16 ओभर गइसकेको छ। आजका क्वेसनले मेमोरी याद गर्दै हजुर सही भन्नुभयो विमल बरालजीले सही भन्नुभयो। आजका क्वेसनहरूले पुरानो राजनीति पढेका अलिअलि याद आउँदैछ हामीलाई। गायत्री गौतमजी राधे 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 स्वागत छ हजुरलाई। स्मिता रेग्मीजीको नाम लेखा गयो। छोरी घिम्रेजी फेरि घिम्रेजी भन्दिन भनेर अहिले कता हुन्छ म फेरि स्पेलिङ मिस्टेक गर्दो रहेछु के टाइटलमा चाहिँ घिम्रे रेग्मी एकै खालको हुँदैन। भास्करजी अर्को प्रश्न कस्तो खालको छ त हजुर अर्को प्रश्नपट्टि जाने अर्को बेला भयो भने अर्को प्रश्न यस प्रकारको छ अंग्रेज सरकारले भगत सिंहलाई फाँसी दिँदा उनको उमेर कति थियो कति वर्षका हुनुहुन्थ्यो? भगत सिंह फाँसीमा जतिखेर हाम्रो देशको लागि स्वाधीन गर्नको लागि उहाँ झुल्नुभयो फाँसीको फन्दामा उहाँको उमेर कति थियो र प्रश्न सोधिसक्नु भएको छ। रामप्रसाद दाहालजी नमस्ते हजुर। नमस्ते सर स्वागत छ हजुरलाई धेरै धेरै स्वागत गर्दछु। आज ढिलो हुनुभएछ हजुर। उत्तर हाम्रो बिचमा आउँदैछ र कसले कसले कति कति भन्दै हुनुहुन्छ सुन्नु होला। आशुतोष शर्माजीले 28 भन्नुभएको छ भने अनिल आचार्यजीले 15 भन्नुभएको छ। सन्तोष दमाईजीले 23 भन्नुभयो भने अर्जुन ढुङ्गेलजीले 45 भन्नुभएको छ। स्मिता घिम्रेजीले 23 भन्नुभयो। उत्तरा देवीजीले 23 भन्नुभयो। विराट कौशिकजीले 23 भन्नुभएको छ। हाम्रो देशलाई स्वाधीन गराउनलाई धेरै युवा बुढा अथवा धेरै महिला धेरै मातृवर्गहरूले पनि ठुलो योगदान निभाउनु भएको छ र उहाँहरूको कुरा सुन्दैखेरि उहाँहरूको नाम लिँदैखेरि मनमा अर्कै एउटा भाव आउँछ र उहाँहरूको त्याग र बलिदानले गर्दा आज हामी स्वाधीन भएर यसरी निर्धक्क भएर बस्न पाएका छौँ यो देशमा। र कसले कसले उत्तर दिँदै हुनुहुन्छ प्रश्न फेरि एकखेप राखिदिनु होला सर। हजुर प्रश्न यस प्रकार छ अंग्रेज सरकारले भगत सिंहलाई फाँसी दिँदाखेरि उनको उमेर कति थियो कति वर्षका हुनुहुन्थ्यो? सिधै प्रश्न सोध्न जाँदाखेरि भगत सिंह कति वर्षको हुँदा उहाँलाई फाँसी भएको थियो र यहाँ उत्तर आउँदैछ। फेरि म पढ्दैछु आधाबाट। यशोदा गौतमजी 35 भन्नुभएको छ भने विराट कौशिकजीले 23 भन्नुभयो। तुलसी गौतमजीले 22 यार भन्नुभएको छ भने नवज्योति गजुरेलजीले 25 भन्नुभएको छ। हजुरलाई धेरै धेरै स्वागत छ गजुरेलजी। रेखा उपाध्यायजीले 23 भन्नुभयो। सरिता गौतमजीले 23 भन्नुभयो। गीता शर्माजीले 23 वर्षमा भन्नुभएको छ भने पवित्र उपाध्यायजीले पनि 23 भन्नुभयो। पुष्कर गौतमजी दादालाई धेरै धेरै स्वागत गर्दछु। 23 भनेर उत्तर दिनुभएको छ। विमल बरालजीले 23 भन्नुभयो। मीना गिरिजीले पनि 23 भन्नुभयो। रामचन्द्र जोशीजीले 26 भन्नुभयो भने बिना नेपालजीले 18 वर्ष भन्नुभएको छ। प्रेम भण्डारीजीले 23 वर्ष। दीपक दाहालजीले अर्को पालि धर्म सस्तार धर्मपट्टिका प्रश्नहरू गर्नु होला भन्नुभएको धर्ममूलक भन्नुभएको होला। धार्मिक प्रश्नहरूको विराम चल्दैछ अहिले। धार्मिक प्रश्नहरू हामीले धेरै गऱ्यौँ अगाडि र अहिले जेनरल नलेजको समाप्त भएपछि हामी फेरि धार्मिक प्रश्नपट्टि आउँदैछौँ र पुष्कर गौतमजी 28 भन्नुभएको छ। फेरि नवज्योति गजुरेलजी 99 किन भन्नुभएको हजुर 99 वर्ष भन्नुभएको होला। कांग्रेस सरकारले फाँसी दिएको हो र भन्दैछु। कांग्रेस सरकार भनेको होइन हजुर ब्रिटिस सरकार भनेर सोध्नु भएको छ। अंग्रेज ब्रिटिस सरकार अंग्रेज विमल बरालजीले अलिकति सुन्नमा भुल भइसक्यो र उहाँको। अर्जुन ढुङ्गेलजीले साउन्ड क्लियर भएन हो हजुर भन्ने। साउन्डको लागि के गर्नु अब आधा हाम्रो कार्यक्रम भइसकेको छ र आजको लागि क्षमा गर्नु होला। अब केही गर्न सकिँदैन जस्तो छ त्यस्तैमा अब सुन्दै गर्नु होला। अर्को पालि अवश्य मिलाउनेछौँ। वन्दना आचार्यजीले 23 भन्नुभयो भने उत्तरा देवीजीले मेमोरी फ्रेस हुँदैछ क्वेसनहरू सुन्दा सही भन्नुभयो। हरिश दाहालजी भाइलाई चाहिँ कसले भनौँ कांग्रेस गभर्नमेन्टले फाँसी दिएको भनेर कांग्रेस भनिएको छैन हजुर अंग्रेज सरकार भनेको हो। हजुरले सुन्नमा गल्ती भएको होला। र हरिश दाहालजी ठिकै छ। अब हामी यो प्रश्नको उत्तरपट्टि जाउँ। सर के हुन्छ उत्तर भनिदिनु होला। हजुर उहाँको वर्ष मात्र 23 वर्षको हुनुहुन्थ्यो। 23 वर्षको कलिलो उमेरमा उहाँलाई भारत 23 वर्षको उमेरमै उहाँले देशको लागि स्वाधीनताको लागि
उहाँ बलिदान गर्नुभएको थियो आफ्नो जीवनलाई। यहाँ सर्वप्रथम उत्तर सन्तोष दमाईजीले दिनुभएको थियो, उहाँलाई धेरै धेरै बधाई दिन्छु र उहाँको नाम लेखा जान्छ। आशुतोष शर्माजीले आजको प्रोग्राम एनी 45 साउन्डले गर्दा, ओन्ली 45 साउन्डले गर्दा भन्नुहुन्छ। 45 मात्रै ठिकै छ, साउन्डको मेरैमा प्रब्लम छ होला। यहाँ सन्तोष दमाईजीको नाम लेखा गयो र अब हामी अर्को प्रश्नपट्टि जाँदैछौँ। कस्तो खालको प्रश्न छ सर, अर्को सोध्नु होला? हजुर, अर्को क्वेसन सोध्नुभन्दा पहिले यहाँ साउन्डको धेरै कुरो आयो र तपाईँहरूले यस्तो साउन्डको तयारीमा पनि झन्डै हाम्रो कतिजना जोडिनु भएको छ अहिले? अहिले 28 जना जोडिनु भइरहेछ। यहाँ 28 जना जोडिएर सुनिँदै हुनुहुन्छ, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। र त्यसै अर्को क्वेसन छ, भारतीय संविधानका जनक भनेर कसलाई भनिन्छ? एकदम सजिला सजिला क्वेसन हो आज। भारतीय संविधानका जनक भनेर कसलाई भनिन्छ? प्रिय दर्शकवृन्द, हजुरहरू आएर हाम्रो यस कार्यक्रमलाई हेर्दै हुनुहुन्छ। हाम्रो बीचमा हामीले बोल्दा हामीले नजानेका कुराहरू हजुरहरूले सिकाउन सक्नुहुन्छ। हजुरहरू हामीभन्दा धेरै ज्ञानी हुनुहुन्छ र कृपया कमेन्टमा आएर आफ्नो प्रतिभालाई देखाउने प्रयास गर्नुहोला। हजुरहरू हामीभन्दा विज्ञ हुनुहुन्छ, ज्ञानी हुनुहुन्छ, हामी अवश्य जान्दछौँ। कमेन्टमा आएर हजुरहरूले गरेको सानो सानो कुराहरू पनि हाम्रो मनमा लाग्नेछ, किनभने हामीले केवल ज्ञानवर्धक कार्यक्रम मात्रै गरेका हौँ र त्यसैले क्षमा गर्नुहोला। हजुरहरूको कतिपय कमेन्टहरू हामी पढ्न नसक्ने गरी हजुरहरूले कमेन्ट गर्नुभएको छ र हजुरहरूलाई हामी फेरि एक स्वागत गर्दछौँ र उत्तर दिने प्रयास गर्नुहोला। केवल यहाँ उत्तर योता भएर मात्रै आउनुभयो भने हामीलाई राम्रो लाग्नेछ। विमल बरालजीले मैले चाहिँ कङ्ग्रेस सुने, हजुर मैले बुझेँ, हजुरले साउन्डको प्रब्लमले गर्दा कङ्ग्रेस बुझ्नुभएको हो। उत्तरा देवीजीले बिआर अम्बेडकर भन्नुभएको छ। बिजु देवीजीले पनि डाक्टर बिआर अम्बेडकर भन्नुभयो। अर्जुन ढुङ्गेलजीले बिआर अम्बेडकर भन्नुभएको छ भने रामचन्द्र जोशीजीले जय हिन्द, हजुर जय हिन्द छ, स्वागत छ। स्मिता घिम्रेजीले भीमराव अम्बेडकर भन्नुभएको छ भने तिलक घिम्रेजी भीमराव अम्बेडकर भन्नुभएको होला। हजुरले निमराव लेख्नुभएको छ, हजुरको स्पेलिङ मिस्टेक भएको छ, बुझ्यो हामीले। तिलक घिम्रेजीलाई स्वागत गर्दछु। विमल बरालजीले डाक्टर बिआर अम्बेडकर भन्नुभएको छ भने विराज कौशिकजीले डाक्टर बिआर अम्बेडकर नै भन्नुभयो। सन्तोष दमाईजीले पनि बिआर अम्बेडकर भन्नुभयो। प्रेम भण्डारीजीले भीमराव रामजी अम्बेडकर भन्नुभएको छ भने वन्दना आचार्यजीले भीमराज अम्बेडकर भन्नुभएको छ। रामप्रसाद दाहालजीले बिआर अम्बेडकर भन्नुभएको छ भने रामचन्द्र जोशीजीले फेरि जय हिन्द भन्नुभएको छ। गीता शर्माजीले बिआर अम्बेडकर भन्नुभयो। रामचन्द्र जोशीजीले अम्बेडकर भन्नुभयो। तुलसी गौतमजीले बिआर अम्बेडकर भन्नुभएको छ। बिना नेपालजीले बिआर अम्बेडकर भन्नुभयो। पवित्रा उपाध्यायजीले भीमराव अम्बेडकर भन्नुभएको छ। र अब हामी विलम्ब नगरौँ, यो प्रश्नको उत्तर सही भीमराव अम्बेडकर नै हुन्छ होला त, होइन सर? हजुर, यसको सही चाहिँ डाक्टर बिआर अम्बेडकर हुन्छ। र यहाँ बिआर अम्बेडकरलाई मात्रै पनि सही उत्तर मान्न सकिन्छ, होइन त? हजुर, मान्न त सकिन्छ, तर अब यसै ठुला मान्छेलाई भन्दाखेरि अब डाक्टर बिआर अम्बेडकर भनेरै भनिन्छ, जेहेतु अब भारतका ठुला मान्छेहरूलाई अलिक सम्मान लगाएर उहाँको अब हुन्छ नि। केही छैन, यहाँ प्रश्न उत्तरमा के हुन्छ भने सही उत्तरको चाहनाले, सर्वप्रथम उत्तर दिने चाहनाले कुनै उपाधि अथवा अगाडिको पछाडिको केही एउटा छुट्न सक्छ। त्यसलाई हामी विचार गर्नेछौँ र उत्तरा देवीजीलाई धेरै धेरै बधाई छ। जसले जसले पनि बिआर अम्बेडकर भनेर उत्तर दिनुभयो उहाँहरूलाई धेरै धेरै बधाई दिन्छु। र अब हामी अर्को प्रश्नपट्टि जाँदैछौँ। जसले जसले पनि उत्तर दिनुभयो बिआर अम्बेडकर भनेर धेरै धेरै बधाई छ हजुरहरूलाई। अर्को प्रश्न कस्तो खालको छ सर? अर्को प्रश्न झन् सजिलो भनौँ। अब गणतन्त्र दिवस कुन दिन मनाइन्छ? रिपब्लिक डे। सजिलो होइन, अति नै सजिलो प्रश्न छ यो। गणतन्त्र दिवस कुन दिन मनाइन्छ भनेर सोध्नुहुँदैछ। बरु तपाईँले 2025मा गणतन्त्र दिवस के बार पर्छ भन्नुभएको थियो भने अलिकति कन्फ्युज भएर प्रश्न हुन्थ्यो होला। सबैजना जोडिरहनको लागि पनि एउटा दुईवटा अलिक सजिला क्वेसन भए अलिक धेरैजना जोडिनुहुन्छ कि भन्ने आशाले अलिक दुई चारवटा सजिला सजिला क्वेसनहरू राखिएको। हजुर हजुर, बुझ्यो कुरो, बुझ्न बाँकी छैन। यहाँ बिजु देवीजीले 26 जनवरी भन्नुभएको छ। स्मिता रेग्मीजीले 26 जनवरी भन्नुभयो। सन्तोष दमाईजीले 26 जनवरी। अर्जुन ढुङ्गेलजीले 26 जनवरी। दीपक दाहालजीले 26 जनवरी। उत्तरा देवीजीले 26 जनवरी। रामप्रसाद दाहालजीले 26 जनवरी र प्रेम भण्डारीजीले पनि 26 जनवरी भन्नुभयो। गणतन्त्र दिवस होइन त सर, कुन दिन मनाइन्छ?
वन्दना आचार्यजीले पनि 26 जनवरी भन्नुभएको छ। सजिलो प्रश्न छ र मलाई लाग्छ सजिलै उत्तर पनि दिँदै हुनुहुन्छ सबैजनाले। बिना नेपालजीले पनि 26 जनवरी नै भन्नुभएको छ। केवल 7 जनाको नाम यहाँ देखा गयो। 1 2 3 4 5 6 7 8 9 10 11 12 यो 13 नम्बर प्रश्न अहिले हाम्रो बीचमा चल्दैछ। विमल बरालजीले अन्त नलिनु कसैले, हजुर अन्यथा नलिनु होला कसैले। आजको क्वेसनहरु मजा छन्, हजुर सही भन्नुभयो उसले। र बिना नेपालजी 26 जनवरी, गीता शर्माजीले 26 जनवरी, लक्ष्मी उपाध्यायजीले 26 जनवरी, पवित्र उपाध्यायजीले 26 जनवरी, अनिल आचार्यजीले 9 बजो भन्नुहुन्छ। 9 त बजो हजुर, 1 मिनेट रहेको छ। अब तुलसी गौतमजीले 26 जनवरी भन्दै हुनुहुन्छ। 9 बजे कहीँ जान छ क्या अनिल आचार्यजी? 9 बजो भन्दै हुनुहुन्छ। मैले समय हेरे जस्तो लागेछ क्या माथि यसरी हेर्दा। र अब यो प्रश्नको उत्तरपट्टि जाउँ हैन? सही उत्तर 26 जनवरी नै हुन्छ होला त हैन सर? सही उत्तर 26 जनवरी नै हुन्छ। यहाँ सर्वप्रथम आज बिजु देवीजीले दिनुभएको छ सर्वप्रथम उत्तर, र उहाँलाई धेरै धेरै बधाई दिन्छु यो प्रश्नको सही उत्तर दिनको लागि। र उहाँको नाम लेखा जान्छ। र अब हामी अर्को प्रश्नपट्टि जाँदैछौँ। 14 नम्बर प्रश्न कस्तो खालको छ सर? सोध्नु होला। भारतका सर्वप्रथम राष्ट्रपति को हुनुहुन्थ्यो? स्वाधीन भारतको प्रथम राष्ट्रपति, प्रेसिडेन्ट, फर्स्ट प्रेसिडेन्ट अफ इन्डिया। उत्तर पठाइसक्नुभयो होला मलाई लाग्छ। बिजु देवीजी डाक्टर राजेन्द्र प्रसाद भनेर उत्तर दिनुभएको छ सर्वप्रथममा। स्मिता घिम्रेजीले राजेन्द्र प्रसाद भन्नुभयो। उत्तर देवीजीले डाक्टर राजेन्द्र प्रसाद भन्नुभयो। विराज कौशिकजीले राजेन्द्र प्रसाद भन्नुभयो। अनिल आचार्यजीले भीमराव अम्बेडकर भन्नुभएको छ भने रेखा उपाध्यायजीले डाक्टर राजेन्द्र प्रसाद भन्नुभयो। विमल बरालजीले डाक्टर राजेन्द्र प्रसाद भन्नुभयो। अर्जुन ढुङ्गेलजीले राजेन्द्र प्रसाद भन्नुभएको छ। प्रेम भण्डारीजीले डाक्टर राजेन्द्र प्रसाद भन्नुभयो। रामप्रसाद दाहालजीले डाक्टर राजेन्द्र प्रसाद भन्नुभयो। सन्तोष दमाईजीले पनि डाक्टर राजेन्द्र प्रसाद नै भन्नुभएको छ। रेखा उपाध्यायजीले डाक्टर राजेन्द्र प्रसाद। र अब लक्ष्मी उपाध्यायजीले डाक्टर राजेन्द्र प्रसाद भन्नुभयो। बिना नेपालजीले पनि डाक्टर राजेन्द्र प्रसाद नै भन्नुभएको छ। स्वाधीन भारतका प्रथम राष्ट्रपति को हुनुहुन्थ्यो? यहाँ 26-30 जना जोडिराख्नु भएको हुन्छ र प्रश्न गरे पछाडि केवल 16 जना मात्रै भइसक्नु भयो। गुगलको सहारा लिन त हाम्रो दर्शकले त जानुभएको छैन। यो प्रश्नको लागि पनि गुगल त जानुपर्ने सम्भावना थिएन। तर यो प्रश्नको सही उत्तरपट्टि अब हामी जाँदैछौँ। के हुन्छ त सर यो प्रश्नको सही उत्तर? हजुर सही उत्तर हुन्छ डाक्टर राजेन्द्र प्रसाद। हाम्रा यो प्रश्नको पनि सर्वप्रथममा सही उत्तर दिने बिजु देवीजी नै हुनुहुन्छ। उहाँलाई धेरै धेरै बधाई छ। बिजु देवीजीको एउटा पोइन्ट फेरि फ्ल्यास गर्छु। र पवित्र उपाध्यायजी डाक्टर राजेन्द्र प्रसाद भन्नुभयो। सरिता रेग्मीजीले पनि जवाहरलाल नेहरू गलत उत्तर हो हजुर। डाक्टर राजेन्द्र प्रसाद सही उत्तर हुन्छ। र बिजु देवीजीले सर्वप्रथममा उत्तर दिनुभयो। जसले पनि डाक्टर राजेन्द्र प्रसाद भन्नुभएको छ उहाँहरूलाई धेरै धेरै बधाई दिन्छु। र अब हामी अर्को प्रश्न 15 नम्बर प्रश्नपट्टि जाँदैछौँ। प्रश्न कस्तो खालको छ 15 नम्बरको सर? हजुर 15 नम्बरको प्रश्न यस प्रकारको छ। महात्मा गान्धीजीले 1920 सनमा एउटा आन्दोलन सुरु गर्नुभएको थियो। त्यो आन्दोलनको नाम के हो? 1920 सनमा महात्मा गान्धीद्वारा सुरु गरिएको आन्दोलनको नाम के हो? उत्तर दिने प्रयास गर्नु होला। उत्तर हाम्रो बीचमा आउन सुरु भएको छ। उत्तर देवीजीले असहयोग आन्दोलन भन्नुभएको छ भने
तुलसी गौतमजीले पनि असहयोग आन्दोलन भन्नुभयो। अनिल आचार्यजीले ऐन अमान्य आन्दोलन भन्नुभएको छ। स्मिता घिम्रेजीले असहयोग भन्नुभयो। बिजु देवीजीले ऐन अमान्य आन्दोलन भन्नुभयो। रेखा उपाध्यायजीले असहयोग आन्दोलन भन्नुभयो। 1920 सनमा महात्मा गान्धीजीले सुरु गरेको आन्दोलनको नाम के हो भनेर सोध्नु भएको छ। पुष्कर गौतमजी हजुरले पनि भन्नुभएको छ असहयोग भनेर, असहयोग आन्दोलन। सन्तोष दमाईजीले पनि असहयोग भन्नुभएको छ भने पवित्र उपाध्यायजीले असहयोग आन्दोलन भन्नुभएको छ। धेरैजनाले उत्तर दिँदै हुनुहुन्छ। यहाँ सबैजनाले उत्तर दिने प्रयास गर्दै हुनुहुन्छ। आज साउन्डको प्रब्लम हुँदाखेरि पनि हजुरहरूले हामीलाई यसरी नै साथ दिँदै हुनुहुन्छ। हजुरलाई धेरै धेरै धन्यवाद छ। असहाय आन्दोलन भन्नुहुँदैछ। हजुरले के लेख्नु भएको? असहयोग भन्नुभएको लेख्नु भएको हो कि असहयोग आन्दोलन? असहाय भएको छ बिना नेपालजी। र अब हामी विलम्ब नगरौँ, यो प्रश्नको उत्तर खिचाउँ होला। हजुर, यस प्रश्नको सही उत्तर हुन्छ असहयोग आन्दोलन। महात्मा गान्धीले 1920 सनमा असहयोग आन्दोलन गर्नुभएको थियो। हजुर, लक्ष्मी उपाध्यायजीले पनि असहयोग आन्दोलन भन्नुभएको थियो। जसले पनि असहयोग आन्दोलन भन्नुभयो उहाँहरूलाई धेरै धेरै बधाई दिन्छु। उहाँहरूले सही उत्तर दिनुभएको छ। सर्वप्रथममा उत्तरा देवीजीले नै सर्वप्रथम उत्तर दिनुभएको छ असहयोग आन्दोलन भनेर। उत्तरा देवीजीले यहाँ राजनीतिक विषयमा धेरै इन्ट्रेस्ट रहेछ उहाँको, उहाँले सही उत्तर दिँदै हुनुहुन्छ। र बिना नेपालजीले के भन्नु, मेरो उत्तर फेरि पुग्छ भन्दै हुनुहुन्छ। यो नेटवर्कको प्रब्लम होला हजुर। नेटवर्क कतिको छ भने त्यहाँ 5G, अहिले 5G को पुरा मान्छेहरू 5G लिएर बसेका छन् र हामी 5G 4G सम्म छ भने पनि अलिकति ढिलै हुन्छ होला। तर टाइपिङ गर्न र सेन्ड गर्नमा मोबाइलको पनि अलिकति फेल हुँदो रहेछ। मोबाइल पनि पुरानो छ र ह्याङ मार्छ भने अलिकति ढिलै हुन्छ होला। र धेर विलम्ब गर्ने छैनौँ। अब अर्को प्रश्नपट्टि जाँदैछौँ। कस्तो खालको प्रश्न राख्नुहुन्छ सरले? अब अर्को प्रश्न मेरो, कति वर्षको उमेरमा भोट दिने अधिकार पाइन्छ? के प्रश्न हो सर यो? कुन भारतकै सोध्नु भएको न अरू कहीँ कुनै देशको? भारतकै सोधेको। भारतमा बसेको हामी जब भगवान, यता सजिलो प्रश्न सोध्नु भयो भने त हाम्रो दर्शकवृन्दहरूले अब ह्याङ मार्दै गरी उत्तर दिनुहुन्छ हेर्नु है। सर्वप्रथम उत्तर दिनेको जुन एउटा मान्य गराए जान्छ त्यो चाहिँ उहाँहरूले कोसिस अवश्य गर्नुहुनेछ र सबैजनाले उत्तर पठाउँदै हुनुहुन्छ। सर्वप्रथममा अब म कसको नाम पढ्छु, कसको उत्तर पहिलो आएको छ भन्दाखेरि यहाँ विराज कौशिकजीको उत्तर आएको छ। सर्वप्रथम 18 भनेर दिनुभयो। अनिल आचार्यजीले पनि 18, स्मिता घिम्रेजीले पनि 18, बिजु देवीजीले 18, सन्तोष दमाईजीले 18, रूपम सिंहसिन्हाजी स्वागत छ हजुर। ढिलो हुनुभयो आज, कता जानुभएको थियो पनि? रामप्रसाद दाहालजीले पनि 18 भन्नुभयो। अर्जुन ढुङ्गेलजीले पनि 18 भन्नुभएको छ। पवित्र उपाध्यायजीले पनि 18 भन्नुभयो। सबैले जानेको, साना केटाकेटीले पनि जान्दैन यो प्रश्न र यति सजिलो प्रश्न सोध्नु भएको छ। प्रेम भण्डारीजीले पनि 18 भन्नुभयो। जसोदा गौतमजीले 18 भन्नुभयो। लक्ष्मी उपाध्यायजीले पनि 18 भन्नुभयो। र भोट दिने अधिकार कति वर्षदेखि पाइन्छ भनेर भारतमा सोध्नु भएको छ। अरू देशको नियम अर्कै हुन सक्छ। साउन्ड बिग्रेको छ हजुर, के भयो बुझ्दै छ? किन साउन्डको प्रब्लम भयो? रामप्रसाद दाहालजीले मेरो पनि उत्तर ढिलो जाँदैछ भन्नुहुन्छ। हजुरको प्रश्न उत्तर ढिलो भएको होइन, हजुरहरूको भन्दा अरूको प्रश्न अगाडि आएको, अब त्यो भन्नुभयो। अब हेर्नु है, एकजनाको अगाडि आउने हजुरहरूले साथमै पठाउनु भएको भने पनि अब कसलाई दिन्छ त? इन्टरनेटको कुरो हो, कसलाई पहिले कस्तो आइपुग्छ, दुईटा सँगै त आउँदैन। त्यही भएर ढिलो भएको हो। हजुरहरू अन्याय नलिनु होला। उत्तरा देवीको फास्ट छ कि हेर्नु त सर भन्दै हुनुहुन्छ। पर्खिनु है, म हेर्दैछु। होइन छैन। विराज कौशिकजीकै छ उत्तर सर्वप्रथममा। र मलाई लाग्छ उत्तर 18 वर्ष नै हो, होइन त सर? उत्तर 18 वर्ष नै हो। हामी तपाईले 18 वर्षबाटै भोट दिन थालेका छौँ। उत्तर 18 वर्ष हुन्छ भने विराज कौशिकजीले 18 भनेर सर्वप्रथम दिनुभएको रहेछ। र उहाँलाई धेरै धेरै बधाई छ। उत्तर विराज कौशिकजीको एउटा पोइन्ट प्लस गर्दैछु र अब म सुनाउँदैछु कसले कति कति पोइन्ट भेट्नुभयो। विराज कौशिकजीको एउटा पोइन्ट प्लस गरेँ। कसले कति कति पोइन्ट भेट्नुभयो सुन्नु होला। अनिल आचार्यजीको एउटा पोइन्ट छ। उहाँले सर्वप्रथम उत्तर दिएर फेरि ढिलो उत्तर दिन थाल्नुभयो। अर्जुन ढुङ्गेलजीले 2टा प्रश्नको सही उत्तर, विराज कौशिकजीले 2टा, उत्तरा देवीजीले 1 2 3 4 5 6वटा उत्तर दिनुभएको छ सर्वप्रथममा सही उत्तर। र
आशुतोष शर्माजीले एउटा, स्मिता घिम्रेजीले एउटा, सन्तोष दमाईजीले एउटा, बिजु देवीजीले एउटा प्रश्नको सर्वप्रथममा सही उत्तर दिनुभएको छ। उहाँहरूले सही उत्तर दिनुभएको धेरै छ र सर्वप्रथममा आउँदैछ, मात्रै नाम लेखिँदैछ र फर्स्टमा स्क्रिनमा एन्सर आउँछ भनेर भन्नुहुन्छ। हजुर त्यस्तै हो, फर्स्टमा देखाउँछ त्यहाँ। अच्छा, क्वेसन चाहिँ ढिलो पुग्छ अरे, एन्सर कहिले आन्छ अरे? त्यो पनि नेटवर्कै प्रब्लम होला। एकछिन लाइभमा बनिराख्नु होला, आफै मिल्नेछ। र त्यहाँ भएनछ भने मिनिमाइज गरेर फेरि जोडिनु भयो भने आउँछ होला। यो प्रब्लमको त जानिँदैन, फास्ट दिए पनि लास्टमा हुन्छ भन्ने हुनुहुन्छ अनिलजी। त्यस्तै हो, अब धेरै नेटवर्कको प्रब्लम हो मलाई लाग्छ। र केही छैन, अब हामी अर्को प्रश्नबाट जाँदैछौँ। उत्तर लेख्न तयार भएर बस्नु होला। कस्तो खालको प्रश्न छ? यति सजिलो प्रश्न सोध्नु हुँदैछ र सबैजनाले उत्तर पनि सही दिँदै हुनुहुन्छ। कस्तो खालको प्रश्न छ सर अर्को? हजुर अर्को क्वेसन मेरो, भारत छोडो आन्दोलन कुन सनमा सुरु भएको थियो? भारत छोडो आन्दोलन कुन सनमा सुरु भएको भनेर सोध्नु भएको छ। यो 17 नम्बर प्रश्नको क्विट इंडिया मूवमेंट। आजको कार्यक्रम बहुत सुंदर है, आज का कार्यक्रम बहुत सुंदर है भन्नुभएको छ बिना नेपालजीले। धन्यवाद है, आपको बहुत बहुत धन्यवाद है। रूपम तिमसिन्हाजी साउन्ड हेर न भन्नुहुन्छ। साउन्डको प्रब्लम मिलाउन सकिनँ, मैले कोसिस गरेको हो, हेडफोन लाउँदा पनि भएन र छोडिदिएको अहिलेलाई। उत्तर आउँदैछ। रूपम तिमसिन्हाजीले 1942 भन्नुभयो, रामप्रसाद दाहालजीले 1942, स्मिता घिम्रेजीले 1942, विराज कौशिकजीले 42, विराज कौशिकजीले 142 भन्नुभयो। एउटा टाइपिङ भएन होला पिछको। हजुर उत्तरहरू हेरेर भनिदिँदै हजुर हजुर उत्तरहरू आउँदैछ। विराट कोहलीजीको 142 थियो, अर्जुन ढुङ्गालजीको 1942 छ, उत्तरा देवीको 1942, विराट कौशिकजीको 8 अगस्त 1942, विमल बरालजीको 9 अगस्त 1942 देखि 9 सेप्टेम्बर 1942 सम्म 8 अगस्त 1942। बिना नेपालजीले 1942 लेख्नु भएको छ। त्यसरी नै कमेन्टहरू आइरहेका छन्। कमेन्टमा अर्को सन्तोष दमाईजीले 8 अगस्त 1942 भन्नुभएको छ। केकेआरले 179 गरेर 180 को टार्गेट सीएसके ला, सीएसके सँग थियो होला आज सायद। कतिको टार्गेट अरे 180 को टार्गेट दिएछ केकेआरले। रोमाञ्चक खेल भएछ। र यो प्रश्नको उत्तर पनि जाउँ होला हैन सर? हजुर, यो क्वेशनको सही आन्सर 1942 हुन्छ। 1942 बाट क्विट इन्डिया मुभमेन्ट चलेको थियो। हजुर, यहाँ सर्वप्रथम उत्तर दिनेको नाम हामीले हाइलाइटमा हालिदिसकेका छौँ। रूपम तिमसिन्हाजीले सर्वप्रथम उत्तर दिनुभयो। पवित्र उपाध्यायजी 1942 हजुर सही उत्तर हो। जसले जसले पनि 1942 भन्नुभयो उहाँहरूले सही उत्तर दिनुभएको छ, उहाँहरूलाई धेरै धेरै बधाई छ। रूपम तिमसिन्हाजीले सर्वप्रथम उत्तर दिनुभएको छ र उहाँको नाम डायरीमा लेखा जान्छ र 9 नम्बरमा उहाँको नाम लेखिसक्यो र अब 18 नम्बर प्रश्न हजुरको बिचमा राख्दै हुनुहुन्छ। कस्तो खालको प्रश्न छ सर 18 नम्बरको? हजुर 18 नम्बरको क्वेशन छ, आसामका सर्वप्रथम मुख्यमन्त्री को हुनुहुन्थ्यो? असमका है सर्वप्रथम मुख्यमन्त्री। क्वेशन जस्तो छन् होला आजका क्वेशन। हजुर के भन्नु? असमका पहिलो मुख्यमन्त्रीको नाम लेख्नु होला उत्तर। कसले चाहिँ पहिले लेख्नुहुन्छ भनेर गोपीनाथ भन्नुभएको छ स्मिता घिम्रेजीले। रूपम तिमसिन्हाजीले लोकपियल गोपीनाथ बरदलोई भन्नुहुँदैछ भने विराज कौशिकजीले गोपीनाथ बरदलोई भन्नुभयो। उत्तरा देवीजीले पनि गोपीनाथ बरदलोई भन्नुभयो। सरिता गौतमजीले गोपीनाथ भन्नुभएको छ भने बिजु देवीजीले गोपीनाथ बरदलोई भन्नुभयो। रेखा उपाध्यायजीले गोपीनाथ बरदलोई, स्मिता घिम्रेजीले गोपीनाथ बरदलोई भन्नुभयो। बिना नेपालजीले गोपीनाथ बरदलोई भन्नुभयो। असमका पहिलो मुख्यमन्त्री होइन त सर? हजुर मुख्यमन्त्री को हुनुहुन्छ?
पराग खनालजी गोपीनाथ भनेर उत्तर दिनुभएको छ। हजुरलाई धेरै धेरै स्वागत गर्दछु हाम्रो यस कार्यक्रममा। प्रेम भण्डारीजीले गोपीनाथ बर्दलोई भन्नुभएको छ। बिना नेपालजीले लाल बहादुर शास्त्री भन्नुभएको छ। असमको प्रश्न हो यो र प्रश्नहरू राम्ररी सुन्नुहोला र उत्तर हाम्रो बिचमा आउँदैछन्। कसले चाहिँ सही उत्तर र सर्वप्रथम उत्तर दिनुहुँदैछ त भन्दाखेरि यो प्रश्नको उत्तरपट्टि अब हामी जाउँ होला हैन, विलम्ब नगरौँ होला। हजुर, यस प्रश्नको सही उत्तर हुन्छ गोपीनाथ बर्दलोई। गोपीनाथ बर्दलोई असमका प्रथम मुख्यमन्त्री हुनुहुन्थ्यो। हजुर, बिना नेपालजीले लोकप्रिय गोपीनाथ बर्दलोई भन्नुभएको छ भने पवित्र उपाध्यायजीले लोकप्रिय गोपीनाथ बर्दलोई भन्नुभयो र गोपीनाथ बर्दलोई सही उत्तर हुन्छ त हुँदाखेरि हजुर, सही उत्तर हुन्छ। सही उत्तर हुन्छ गोपीनाथ भनेर दिनुभएको छ र स्मिता घिम्रेजीले उहाँकै उत्तरलाई सही मानिन्छ, किनभने छिटो लेख्दाखेरि छिटो दिने प्रयासमा उत्तरलाई बुझाउन सक्नु भएको छ उहाँले गोपीनाथ भनेर र उहाँलाई एउटा पोइन्ट उहाँको प्लस हुन्छ। र अब हामी 19 नम्बर प्रश्नपट्टि जान्छौँ। हामी 22 वटा प्रश्न गर्नेछौँ। 19 नम्बर प्रश्न यो हो, 20 21 22 त्यहाँपछि 3 वटा प्रश्न। अब 4 वटा प्रश्न हजुरहरूको बिचमा राख्नेछौँ र सबैको उत्तर दिने प्रयास गर्नुहोला। जसोदा गौतमजीले लोकप्रिय गोपीनाथ बर्दलोई भन्नुभएको छ। फास्ट त याद आएन, नेक्स्ट चाहिँ सञ्जय सरलाई भन्नुपर्छ हो भन्दै हुनुहुन्छ। फास्ट त याद भएन, नेक्स्ट चाहिँ सञ्जय सरलाई भन्नुपर्छ। तपाईलाई मुख्यमन्त्री बनाउनुपर्छ भन्दै हुनुहुन्छ। होइन, मुख्यमन्त्री बन्ने हामी लायकका छैनौँ होला मलाई लाग्छ। र यहाँ उत्तर स्मिता घिम्रेजीले सही उत्तर दिनुभएको छ। सर्वप्रथममा जसले पनि लोकप्रिय गोपीनाथ बर्दलोई अथवा गोपीनाथ बर्दलोई मात्रै पनि भन्नुभएको छ, उहाँहरूलाई धेरै धेरै बधाई दिन्छु। र अर्को प्रश्नपट्टि अब हामी जाँदैछौँ। अब 4 वटा प्रश्न हाम्रो बिचमा उहाँले राख्नुहुनेछ। कस्तो खालको प्रश्न छ सर, सोध्नु होला। हजुर, अर्को क्वेसन मेरो, भारतीय राष्ट्रिय कांग्रेसका संस्थापक को हुन्? फाउन्डर, भारतीय राष्ट्रिय कांग्रेसका संस्थापक फाउन्डर भनिन्छ। राष्ट्रिय कांग्रेसका संस्थापक को हुन् भनेर प्रश्न गर्नुभएको छ। सर उत्तर हेर्दै गर्नु होला, पढ्दै गर्नु होला। हजुर, बिजी हुनुहुन्छ आज अलिकति सञ्जयजी पनि। हजुर, उत्तर आउन थालेका छन्। हुकुम सिंहसेनाजीले उमेश बेनर्जी भन्नुभएको छ। रेखा उपाध्यायजीले उमेश चन्द्र बेनर्जी भन्नुभएको छ। रेखा उपाध्यायले फेरि उमेश अनिल आचार्यजीले महात्मा गान्धी भन्नुभएको छ। उत्तरा देवीजीले महात्मा गान्धी भन्नुभएको छ। अर्जुन ढुङ्गेलजीले एओ ह्युम भन्नुभएको छ। स्मिता घिमिरेजीले एलेन अफ्ट्रोभेन भन्नुभएको छ। रामप्रसाद दाहालजीले उमेश चन्द्र बेनर्जी होला भन्नुभएको छ। बिना नेपालजीले उमेश भण्डारीजी भन्नुभएको छ र पराग खनालजीले डब्ल्युसी बेनर्जी भन्नुभएको छ। र अरू पनि क्वेसन आउँदैछन्। सन्तोष दमाईजीले दादाभाइ नौरोजी भन्नुभएको छ। गोविन्द पौडेलजीले जय श्रीराम भन्नुभएको छ। हजुर, जय श्रीराम। डब्ल्युसी बेनर्जी उत्तर आउँदैछ। प्रश्न के थियो अरे सर? हजुर, भारतीय राष्ट्रिय कांग्रेसका संस्थापक भनेर कसलाई भनिन्छ? गोविन्द पौडेलजी, जय श्रीराम। जय जय श्रीराम। हजुर, एक बार विमल बरालजीले दादाभाइ भन्नुहुन्छ। कांग्रेसको संस्थापक भनेर प्रश्न बुझिएको छैन सञ्जयजी, तपाईँको अड्किँदैछ अलिअलि। सही उत्तर आएको छैन अहिलेसम्म? हजुर, हेर्नुहोस्, सही उत्तर अहिलेसम्म आएको हुन्छ र मलाई लाग्छ अब गुगलपट्टि लम्किनुपर्छ कि क्या हो, दर्शक वृन्द। धेरै खालका उत्तर आइरहेछन् यसपालि, सबैलाई अलिक कन्फ्युजन लाग्यो जस्तो छ। कन्फ्युजन वाला प्रश्न छ भने हजुर काटिदिनु होला, प्रश्नलाई डिसमिस गर्न सकिन्छ। अप्सन छ हाम्रो। अमिताभ बच्चन वाला प्रश्न होइन 7-8 करोडको।
अच्छा मलाई ठिकै त छ, यो त्यस्तो प्रश्नमा कन्फ्युज हामी कन्फ्युज हुनाले यो प्रश्नको सही उत्तर के हो भनेर हामी आउने कार्यक्रममा छलफल गर्नेछौँ र यो प्रश्नलाई यहाँ क्लोज गरिन्छ, यो प्रश्नलाई डिसमिस गरिन्छ र अर्को प्रश्नपट्टि जाँदैछौँ अब। होइन सर, कस्तो खालको प्रश्न छ अर्को सोध्नु होला? यसको एन्सर भन्नु पर्दैन हजुर? नभन्नु होला, किनभने यो कन्फ्युज भयो त यसमा। अर्को पालि यसलाई सही गरेर तथ्य निकालेर हामीले भन्दैछौँ। हजुर हजुर हजुर, मेरो हिसाबमा एउटा यहाँ उत्तर सही आयो जस्तो लाग्यो, त केही छैन, हामी अर्को क्वेसनपट्टि जाउँ। कसले सही दिनुभएको थियो, ठगिनु भयो हजुर। हजुर केही छैन। आवाज में थोड़ा धड़कन है, आवाज में थोड़ा धड़कन है, बिना धड़कन का आवाज कैसे आएगा फिर? बिना जी बिना नेपालीले भन्दै हुनुहुन्छ, धड्कन नै भन्नुभएको होला। के गर्नु, आज मेरो साउन्डको प्रब्लम भयो। अर्को प्रश्न कस्तो खालको छ त यो, सोध्नु होला सर। हजुर अर्को क्वेसन मेरो, भारतमा इमर्जेन्सी लागेका बेला देशका प्रधानमन्त्री को हुनुहुन्थ्यो? अघिको क्वेसनमा गोपीनाथ मात्रै लेखेको देखेर नि त क्वेसन नसुनिकन विष्णुराम मेधी लेखेको अन्दाजमा भन्दै हुनुहुन्छ हाम्रा रामप्रसाद जी। अर्जुन ढुङ्गेलजी किन हो एन्सर त सुन्ने नभन्नुहुन्छ। यो प्रश्नलाई डिसमिस गरी हजुर यो प्रश्न कन्फ्युज हुनुभएछ, किनभने प्रश्नकर्ता नै अलिकति कन्फ्युज भइसकेपछि कुनै कुनै प्रश्नहरूमा त्यसो हुन्छ, धेरै विज्ञजनमा पनि हुन्छ र हामी त सिकार हौँ, हामी त भर्खर सिक्दै मात्रै छौँ र यो प्रश्नको सही उत्तर र सही तथ्यसँगै हामी अर्को कार्यक्रममा ल्याउनेछौँ। र उत्तरा देवीजीले कुन प्रश्नको उत्तर दिनुभएको हो? इमर्जेन्सी लागेको समयमा भारतको प्रधानमन्त्री को थियो, होइन त सर प्रश्न? र यहाँ इन्दिरा गान्धी भनेर स्मिता घिम्रेजीले दिनुभयो भने अनिल आचार्यजीले पनि इन्दिरा गान्धी भन्नुभयो, बिजु देवीजीले इन्दिरा गान्धी, गोविन्द पौडेलजीले एचडी देवगौडा भन्ने हुनुहुन्छ भने प्रेम भण्डारीजीले इन्दिरा गान्धी, विराट कौशिकजीले नेहरूजी भन्ने हुनुहुन्छ भने पवित्र उपाध्यायजीले इन्दिरा गान्धी, उत्तरा देवीजीले इन्दिरा गान्धी, बिना नेपालजीले इन्दिरा गान्धी। क्वेसन सुनेकै छुइनँ स्क्रिनमा, इन्दिरा गान्धीका धारा आउँदैछन्। यो नेटवर्कको प्रब्लम हो हजुर, अलिकति दायाँ बायाँ भएर राम्रो भए ठाउँमा जानु होला, होइन भने एकबार मिनिमाइज गरेर फेरि आउनु होला। शुभम टिमसिन्हाजीले आइजी भन्नुभएको, साह्रै नै सर्टमा जानुभएको छ उहाँ। अति नै सजिलो प्रश्न हो यो। इमर्जेन्सीको समयमा भारतको प्रधानमन्त्री को थियो भनेर सोध्नु भएको छ। उत्तरपट्टि जाउँ होला होइन सर? हजुर, यसको उत्तर हुन्छ इन्दिरा गान्धी। सजिलो क्वेसन सोधेको मैले। स्मिता घिम्रेजीले नै दिनुभएको छ यसमा पनि सही उत्तर। सर्वप्रथममा इन्दिरा गान्धी भनेर जसले पनि उत्तर दिनुभयो उहाँहरूलाई धेरै धेरै बधाई छ, उहाँहरूले सही उत्तर दिनुभएको छ। सही उत्तर दिनेलाई बधाई दिँदै अब आजको कार्यक्रमको अन्तिमबाट 2 नम्बरको प्रश्न। अब 2टा प्रश्न सोधिन्छ र यो प्रश्न सोध्नु होला, कस्तो खालको प्रश्न छ अर्को? अर्को क्वेसन मेरो, वर्तमान हाम्रो देशमा मोट कतिवटा राज्य छन्? खमान चतुर्थ समानकालाई चाहिँ यस्तो प्रश्न सोधिन्छ, तर हामी पनि यस्तै हौँ, हामीसँग विस्मृति भइसकेका छन् यी कुराहरू। किन ढिलो जान थालो पनि भन्नुहुन्छ। हजुरको धेरै उत्तरहरू भइसक्यो नि त, त्यही भएर ढिलो हुन थालेछ। उत्तरा देवीजीले भन्नुभएको छ 29 भन्नुभएको छ भने अर्जुन ढुङ्गेलजीले 4 भन्नुभएको छ, स्मिता घिम्रेजीले 28 भन्नुभएको छ, सन्तोष दमाईजीले पनि 28 भन्नुभएको छ। वर्तमान समयमा भारतमा कतिवटा राज्य छन्, होइन त? र यो प्रश्नको उत्तर आउँदैछ हाम्रो बिचमा, कतिवटा राज्य छन् भारतमा? अति नै सजिलो प्रश्न हो हजुर, यो त कमानकालाई सोध्ने प्रश्न हो। र उत्तर दिँदै हुनुहुन्छ राजेश मिश्रजी।
28 भनेर उत्तर दिनुभयो। हजुरलाई धेरै धेरै स्वागत छ। कहाँबाट हजुर जोडिँदै हुनुहुन्छ आफ्नो आफ्नो स्थानको नाम लेख्नु होला। जति पनि दर्शकवृन्द नयाँ जोडिँदै हुनुहुन्छ कहाँबाट हजुरहरू यो लाइभलाई हेर्नु हुँदैछ कृपया उत्तर लेख्नु होला। यहाँ कुन ठाउँबाट हेर्नु हुँदैछ। क्वेसन सुनिन भन्नुभयो। हजुर म क्वेसन फेरि एकचोटि भनिदिँदैछु। हाम्रो देशमा वर्तमान कतिवटा राज्य छन्? हाम्रो देशमा वर्तमान कतिवटा राज्य छन् भनेर सोध्नुभएको छ। अर्जुन ढुङ्गेलजीले 29 भन्नुभएको छ भने उत्तरा देवीजीले पनि 29 भन्नुभयो। विमल बरालजीले 28 + 8 भन्नुभएको छ र पवित्र उपाध्यायजीले 28 भन्नुभएको छ। बिजु देवीजीले 28 भन्नुभएको छ। अरुणाचल प्रदेश भन्नुभएको छ अनिल आचार्यजीले र रामप्रसाद दाहालजीले फेरि 28 29 नम्बरका धारा अगाडि नै आउँदैछन् क्वेसन नसुनी भन्ने हुनुहुन्छ। हजुर यो त हजुरको नेटवर्ककै प्रब्लम हो है पक्का पनि। बिना नेपालजीले 35 भन्नुभयो। त्यस्तै हुन्छ। म पनि अगाडि कसैको लाइभ हेर्दाखेरि घरमा नेटवर्कै हुँदैन र खोलेर हेर्दाखेरि उत्तर पहिले आउँदै हुन्छ नेटवर्कले गर्दा र प्रश्न भरे लास्टमा आइपुग्छ। बिना नेपालजीले 35 भन्नुभएको छ र सबैजनाले उत्तर दिने प्रयास गर्नुहुँदैछ। अब हामी उत्तरपट्टि जाँदैछौँ होइन त सर? धेरै विलम्ब नगरौँ होला। यसको उत्तर 28 हुन्छ नि। वर्तमान हाम्रो देशमा 28 वटा राज्य छन्। सर्वप्रथम उत्तर 28 भनेर कसले? स्मिता घिम्रेजीले नै दिनुभएको रहेछ। अनिल आचार्यजीले 29 भन्नुभयो। अर्जुन ढुङ्गेलजीले 4 भन्नुभएको रहेछ र 29 भनेर आएको रहेछ, 28 भनेर आएको रहेछ स्मिता घिम्रेजीको। उहाँलाई धेरै धेरै बधाई दिन्छु र उहाँको फेरि एउटा पोइन्ट प्लस गर्दैछु। र अब अन्तिम प्रश्न, आजको कार्यक्रमको अन्तिम प्रश्न के हो त भनेर सोधिन्छ। एक्स्ट्रा आँटालाई स्टेट धरिँदैन होला कि 28 नै हुँदा हुन्छ कि भन्नुहुन्छ। हजुर 28 नै हुन्छ हजुर। राजेश मिश्रजी सही भन्नुभयो। सही उत्तर 28 नै हुन्छ। हाम्रोतिर पनि नेट स्लो छ भने नेटको त कुरै नगर्नु न। जियोले पैसै मात्रै भरायो के गर्नु। अब चाहिँ सेटेलाइटबाट नेट हुन्छ भन्ने सुन्दैछु। अब उडापातरी हो कि सही पातरी हो त्यो पछाडि गम पाइन्छ। मेरो पनि त्यही हाल छ भन्ने हुनुहुन्छ प्रेम भण्डारीजी। त्यस्तै हो, नेटवर्कको प्रब्लमलाई केही गर्न सकिँदैन रहन्छ र केही छैन, प्रयास गर्दै गर्नु होला। आजको कार्यक्रमको अन्तिम प्रश्न, हाम्रो बिचमा समय भइसकेको छ, 9:30 हुन लाग्यो र अब विलम्ब नगरौँ। अन्तिम प्रश्न भास्कर गौतमजी कस्तो खालको प्रश्न छ सोध्नु होला। हजुर अन्तिम प्रश्न मेरो छ, भारतीय राष्ट्रिय सङ्गीत जनगण मनका रचयिता को हुन्? जनगण मन अधिनायक जय हेका रचयिता को हुनुहुन्छ? सबैजनाले उत्तर दिनु होला। 17 जना हुनुहुन्छ अहिलेसम्म र सबैजनाले उत्तर दिनु होला। 19 जना भइसक्नुभयो। भारतीय राष्ट्रिय सङ्गीत जनगण मन अधिनायक जय हेका रचयिता को हुनुहुन्छ भनेर सोध्नु हुँदैछ। विमल बरालजीले सञ्जय सर सिएम भएपछि नेटवर्क सही हुन्छ होला भन्नुहुन्छ। नेटवर्क हजुर हजुर नेटवर्क बनाउनको लागि नै मलाई सिएम बनाइदिनु होला। म चाहिँ त्यति नै अनुरोध गर्छु। अरू कुनै प्रब्लम मेरो अगाडि नराखिदिनु होला। केवल नेटवर्क। मुकेश अम्बानीको सिट लिँदा भइहाल्यो। हुन त हुन्छ, मुकेश अम्बानीले पनि गर्न सक्छ यो कामलाई। सानोतिनो मान्छेले गर्न सक्ने काममा किन गएर यहाँ इन्टरफेयर गर्नु होइन त? हुँदैन होला, म भन्दिनँ। र यहाँ उत्तर हाम्रो बिचमा आउन थालेको छ। रविन्द्रनाथ टेगोर भनेर स्मिता घिम्रेजीले, अनिल आचार्यजीले रविन्द्रनाथ टेगोर, अर्जुन ढुङ्गेलजीले रविन्द्रनाथ टेगोर, विमल बरालजीले रविन्द्रनाथ टेगोर, बिजु देवीजीले रविन्द्रनाथ टेगोर, राजेश मिश्रजीले रविन्द्रनाथ टेगोर, सन्तोष दमाईजीले रविन्द्रनाथ टेगोर र उत्तरा देवीजीले रविन्द्रनाथ। उत्तरा देवीजीको अहिले त अन्तिममा उत्तर आउन थाल्यो। के हो कुरो? तपाईँले जग्गा चेन्ज गर्नुभयो होला अवश्य पनि। अघि जहाँ हुनुहुन्थ्यो तपाईँ नेटवर्क भएसम्म राम्रो जग्गामा हुनुहुन्थ्यो, त्यहाँबाट उत्तर आउँदै थियो सजिलै पहिले र अहिले ढिलो हुँदै हुनुहुन्छ। र स्मिता घिम्रेजीले अहिले सर्वप्रथममा उत्तर दिन सक्नुभएको छ र बिना नेपालजीले रविन्द्रनाथ ठाकुर भन्नुभएको छ भने प्रेम भण्डारीले रविन्द्रनाथ टेगोर भन्नुभयो। पवित्र उपाध्यायजी मजाले हाँस्नु भएको छ, उहाँ अघिको कुरामा होला। र शुभरात्रि राधे राधे भन्नुभएको छ बिना नेपालजी। एकैछिन पर्खिनु होला, शुभरात्रि भन्ने बेला भइहालेको छैन। एकैछिन पर्खिनु भयो भने राम्रो लाग्नेछ हामीलाई। हजुरहरूको साथ र सहयोग नै हाम्रो उत्साहको कारण हो। हजुरले अवश्य जान्नुभएको छ। र यहाँ प्रश्न छ, जनगण मन अधिनायक जय हेका रचयिता को हुनुहुन्छ? र सबैजनाले रविन्द्रनाथ टेगोर भनेर उत्तर दिनुभएको छ। ल मलाई लाग्छ सही उत्तर पनि रविन्द्रनाथ टेगोर नै हुन्छ होइन त सर? हजुर सही उत्तर यसको रविन्द्रनाथ टेगोर नै हुन्छ।
रविन्द्रनाथ ठाकुर भनेको पहिले जब यसै त रविन्द्रनाथ ठाकुर हो, तर यी अङ्ग्रेजहरूले भन्छे फेरि कसैले फेरि कङ्ग्रेसले भन्नु बेलाउँदैन। अङ्ग्रेज भन्दा अङ्ग्रेजहरूले ठाकुर भन्नु ट्यागर त्यही भएर टेकर भएको हो। र विमल बरालजीले अर्थोक जेसुकै होस् आज चाहिँ मजा लाग्यो भन्नुहुन्छ। हजुरहरूले हाम्रो यस्तो राजनीतिक प्रश्नहरूको पनि मजा लिनुभयो। हजुरहरूलाई धेरै धेरै हजुरहरूको महानता हो यो त। विमल बरालजी उत्तरादेवीले सिधा अहिले बस्नतिर लाग्नुभयो होला भन्छ। हजुर अहिले बस्नतिर लाग्नुभयो होला, अघि उभिएर उत्तर दिनुहुन्छ। फास्ट मैले दिएको थिएँ। अनिल आचार्यजी क्षमा गर्नु होला, हजुरको उत्तर फास्टमा आएन त हो। रामप्रसाद दाहालजी एन्सर देखाएको देखेर लाग्छ कि यो क्वेसन चाहिँ पक्कै पनि राष्ट्रगीतको राखिएको हो भनेर हजुरले पहिलो प्रश्न भेट्नुहुन्न नि त, सुरु त्यही हो। ठिकै छ, उत्तरा देवीजीले मैले छिटै एन्सर दिएँ जस्तो लाग्छ भन्दै हुनुहुन्छ। के गर्नु यहाँ, अब पहिलो आएन उत्तर। स्मिता घिम्रेजीले नै रविन्द्रनाथ टेगर सर्वप्रथम भन्नुभएको रहेछ। उहाँको फेरि एउटा पोइन्ट प्लस हुन्छ र आजको कार्यक्रमलाई यति विराम दिन्छौँ। र आजको कसले कतिवटा प्रश्नका उत्तर दिनुभयो सुनेर जानु होला आफ्नो नामहरू र कस्तो खालको छ त कसले केही यदि कसैलाई हाम्रो संरचनाप्रति केही सुझाव सल्लाह अथवा केही कुराहरू छन् भने कमेन्टमा अवश्य भन्नु होला। हजुरहरूको छलफल पनि यही हुनेछ। संरचना फेसबुक पेजले 5G फोन गिफ्ट दिनु पर्यो सबैलाई भन्दै हुनुहुन्छ। हजुर संरचनाको यदि हजुरहरूको साथ र सहयोग नै हाम्रो अगाडि बढ्ने उँटो हो र हजुरहरूले साथ दिँदै जानुभयो भने 5G फोन चाहिँ होइन 5G नेटवर्क चाहिँ सबैतिर लाग्न सक्छ। र राजनीतिमा जसरी झुटा भाषणहरू हुन्छन् त्यस्तो खालको भाषण म पनि दिन सिक्दैछु। राजेश मिश्रजी ठाकुरले त वन्दे मातरम होइन र भन्दै हुनुहुन्छ भने विमल बरालजी गुड नाइट स्विट ड्रिम भन्नुभयो। र यहाँ नाम सुनेर जानु होला कसले कतिवटा प्रश्नको उत्तर दिनुभयो। आज त विमल बरालजीको नाम पनि छैन त यहाँ, हजुरले बहुत ढिलो उत्तर दिँदै हुनुभयो। अनिल आचार्य सर्वप्रथममा एउटा प्रश्नको उत्तर अर्जुन ढुङ्गेलजीले 2टा, विराज कौशिकजीले 2टा, उत्तरा देवीजीले 1 2 3 4 5 6वटा उत्तर र आशुतोष शर्माजीले एउटा, स्मिता घिम्रेजीले 1 2 3 4 5वटा र सन्तोष कमाईजीले एउटा, बिजु देवीजीले 2टा, रूपम तिमसिनाजीले एउटा। र सबैजनालाई धेरै धेरै बधाई दिन्छु र जतिजना पनि हाम्रो जोडिनु भयो कार्यक्रममा जोडिनु भयो उहाँहरूलाई धन्यवाद छ। अर्को कार्यक्रम पनि राजनीतिकै विषयमा हुन्छ र प्रश्नकर्ता भास्कर गौतमजी नै आउनुहुनेछ र यही हप्ताभित्रमा हुन्छ, आइतबारको अगाडि नै हुन्छ। कुन दिन हुन्छ हामी हजुरहरूलाई डेट अपडेट गराउनेछौँ। र अब हामी यहाँ जसले पनि सर्वाधिक उत्तर दिनुभयो उहाँलाई एउटा पत्र प्रदान गरिन्छ संरचना पेजको तर्फबाट। र अब हामी आजको यो कार्यक्रमबाट बिदा माग्नेछौँ। भास्कर गौतमजी हाम्रो बिचमा आएर प्रश्न राखिदिनुको लागि हजुरलाई धेरै धेरै धन्यवाद छ। हजुर धेरै धेरै धन्यवाद छ सबैजना महानुभावहरूलाई, जतिजना पनि मेरो लाइभमा आज मेरो क्वेसन सुन्न भनेर जोडिनु भयो र साथै कमेन्टमा उत्तर पनि दिनुभयो। सबैजनालाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिँदै आजको समाप्तपट्टि जाउँ होइन अब। हजुर समाप्तिपट्टि जाउँ अब। राजेश मिश्रजीले स्विट ड्रिम राधे राधे भन्नुभयो। हजुरहरूलाई पनि धेरै धेरै शुभरात्रि सर, गुड नाइट। प्रेम भण्डारीजीले पनि गुड नाइट, बिजु देवीजीले पनि गुड नाइट भन्दैछौँ। विमल बरालजी गुड नाइट। सबैजनालाई शुभरात्रि। जय श्रीराम, जय जय श्रीराम। जय जय श्रीराम।